सो आजको सेसनमा हामी BBS फोर्थ इयरको फन्डामेन्टल अफ इन्भेस्टमेन्टको चाहिँ च्याप्टर 6 कमन स्टक एनालाइसिस एन्ड भ्यालुएसन्सबाट चाहिँ हामीले यसबाट आउन सक्ने क्वेसन्सहरू लङ क्वेसन्सहरू हामी 4-5 वटा क्वेसन चाहिँ हामी सोल्युसन गर्छौँ। तर त्योभन्दा अगाडि चाहिँ हामीले एउटा यसको बेसिक फर्मुला 3टा छ, एकदमै इजी छ। यो 3टा फर्मुला एकैतालले हामीले याद गर्न सकिन्छ। सो हामी 3टा फर्मुला स्टडी गर्छौँ, त्यसपछि हामी यसको लङ क्वेसन्सहरू अब भोलिको एक्जाम्सको लागि यो एकदमै इम्पोर्टेन्ट टपिक्स हुनसक्छ। सो हामीले चाहिँ 20 देखि 25 मिनट चाहिँ यो सेसन कम्प्लिट गर्छौँ 20 देखि 25 मिनटमा। सो 20 देखि 25 मिनटमा हामीले यो स्टकसँग सम्बन्धित सबै कुरालाई कभर अप गर्ने कोसिस गर्छौँ। ओके, हामी अब ढिला नगरी सुरुमा यसको फर्मुला बुझौँ है। सो हाम्रो स्टकको आजको भ्यालु निकाल्ने फर्मुला जहिले पनि के छ, स्टकले पाउने डिभिडेन्ड, यो स्टकले फ्युचरमा पाउने डिभिडेन्ड चाहिँ लाई चाहिँ प्रेजेन्टमा ल्यायो भने त्यही नै हाम्रो स्टकको भ्यालु हुन्छ आजको है। अब यसमा हामीले 3टा मोडल पढ्नुपर्ने हुन्छ कि, एउटा जिरो ग्रोथ, अर्को हाम्रो कन्स्टेन्ट, अर्को हाम्रो सुपर नर्मल। ल अब जिरो ग्रोथ मोडल भनेको चाहिँ के भन्दाखेरि यसमा ग्रोथ नै हुँदैन क्या, हाम्रो जी हुँदैन है। ग्रोथ नभएको मोडल भनेको चाहिँ हाम्रो जिरो ग्रोथ मोडल भयो। अब जिरो ग्रोथ मोडलको हामीले टाइम लाइन बनाउँदाखेरि त अब स्टक भ्यालु छ, स्टकमा त हाम्रो कहिले पनि टाइम हुँदैन, त्यही भएर चाहिँ यसको मैले एरो दिइराखेँ। यो भनेको इन्फिनाइटसम्म छ भन्ने कुरा बुझ्नु पर्यो है। अब 0 1 2 3 अब जस्तो हेर्नु त D0 भनेको चाहिँ 0 आज चाहिँ हामी यसमा टाइमलाइनको जहिले 0 भनेको चाहिँ हामी यहाँ भएको है। सो हाम्रो के छ, D0 भनेको 10 छ, यानि कि डिभिडेन्ड हामीलाई 10 दिएको थियो है 0मा आजको। अनि त्यसपछि त्यसको 1 वर्षपछि 10, 2 वर्षपछि 10, 3 वर्ष पनि 10, यानि कि हेर्नु त डिभिडेन्ड भनेको हाम्रो जहिले कन्स्टेन्ट भएको भयो नि त, यानि कि डिभिडेन्डमा ग्रो भयो त भएन भने चाहिँ हो यसरी हाम्रो ग्रोथ छैन भने, डिभिडेन्डमा ग्रोथ भएन भने यसलाई हामी जिरो ग्रोथ मोडल भन्छौँ। यसमा हामीले P0 भनेको आजको चाहिँ प्राइस निकाल्ने फर्मुला के हुन्छ भन्दाखेरि चाहिँ त्यही डिभिडेन्डलाई चाहिँ केले डिभाइड गर्ने, केएसले डिभाइड गर्ने है। D0 D1 D2 D3 भन्नु एउटै हो, किनभने सबैको हाम्रो भ्यालु त सेमै हुन्छ, 10 नै हुन्छ, त्यही भएर त्यसलाई केले डिभाइड गर्ने, केएसले गर्ने। यसलाई हामी रिक्वायर्ड रेट अफ रिटर्न भन्छौँ, यानि कि यो स्टकमा चाहिने हामीलाई चाहिने रिक्वायर्ड हामीलाई चाहिने रिटर्न भनेको चाहिँ केएस हो। ल के भनेको चाहिँ हाम्रो रेट अफ रिटर्न हो, एस भनेको चाहिँ स्टक हो भनेको। ल ओके, त्यसपछि हाम्रो जिरो ग्रोथ भयो है। त्यसो भए तपाईँलाई चाहिँ यो P0 भयो भने तपाईँले यसमै P1 निकाल्ने फर्मुला के हो भनेर सोध्यो भने के हुन्छ भन्दाखेरि चाहिँ यसको पनि सेम त्यही हुन्छ, D0 D1 D2 जेलाई पनि तपाईँले केएसले डिभाइड गर्नु भने P1 आइहाल्छ, किनभने तपाईँको डी त सबैमा सिमिलर नै हुने गर्छ, ठिक छ। त्यही भएर हाम्रो P1 P2 निकाल्न पनि तपाईँलाई आइहाल्यो है। P0 निकाल्ने फर्मुला पनि त्यही हो, P1 P2 निकाल्ने फर्मुला यसमा पनि सिमिलर हुने गर्छ, केही फरक छैन। जिरो ग्रोथ सकिहाल्यो। जिरो ग्रोथ कसरी चिन्ने भन्दाखेरि जिरो ग्रोथमा हाम्रो जी नै हुँदैन, सकिहाल्यो, एउटा मोडल सकिहाल्यो है, एकदमै इजी छ। अब हाम्रो दोस्रो मोडल भनेको कन्स्टेन्ट ग्रोथ। कन्स्टेन्ट ग्रोथ भनेको चाहिँ ग्रोथ चाहिँ हुने, तर कस्तो हुने, कन्स्टेन्ट हुने, एउटै हुने। जस्तो तपाईँको टाइमलाइन हेर्नु भने 0 1 2 3 4 सम्म बनाएको छु। तपाईँको जी भनेको ग्रोथ, सी भनेको कन्स्टेन्ट ग्रोथ हुन्छ 10% भनेको पुरै अनन्त इन्फिनाइटसम्म चाहिँ हाम्रो के छ, ग्रोथ 10%ले के हुन्छ, डिभिडेन्ड ग्रो भइरहेको छ है। ल हेर्नु त D0 भनेको सपोज म तपाईँलाई 10 दिएको छ भने अब D1 कति हुन्छ भन्दाखेरि चाहिँ D0 1 + GC गर्ने होइन। यो भनेको त D1 भनेको त तपाईँको 0बाटै स्टार्ट हुने हो, जहिले D0 1 + GC, यानि कि D0 भनेको 10 छ, 1 + GC भनेको चाहिँ 10% को 0.1 हो, यो भनेको 11 हुन्छ। अब D1 आइसक्यो, D2 कसरी निकाल्ने भन्दाखेरि फेरि त्यही हो, D2 कसरी निकाल्ने, D1बाट D1 1 + GC होइन। यो भनेको D1 भनेको 11 छ, 1 + GC भनेको 0.1 छ, भनेको 12.1 भयो। त्यसरी D3 कसरी निकाल्ने भन्दाखेरि त्यही D2बाट निकाल्ने। सो D1 भनेको हाम्रो D0बाट निकाल्यो, D2 भनेको D1बाट निकाल्यो, त्यसै D3 भनेको नि हाम्रो D2बाट निकाल्यो। यसरी हाम्रो D1 D2 D3 यसरी निकाल्न सकिन्छ एउटै ग्रोथ लागेर। यसलाई हामी के भन्छौँ, कन्स्टेन्ट ग्रोथ मोडल भन्ने गर्छौँ है। यसमा चाहिँ हाम्रो जी के हुन्छ, सिमिलर एउटै 10% हुन्छ। अब यसमा चाहिँ P0 कसरी निकाल्ने त भन्दाखेरि चाहिँ यसमा चाहिँ फ्युचरको यो डिभिडेन्डलाई चाहिँ प्रेजरमा कसरी ल्याउने भन्दाखेरि चाहिँ यसको लागि चाहिँ जस्तो हामीले P0 निकाल्दैछौँ भने यो 0 भन्दा अगाडिको P0 भनेको यहाँ हो नि त, यहाँ निकाल्दैछौँ भने योभन्दा अगाडिको डिभिडेन्डलाई चाहिँ के अरे केएस माइनस जीसीले डिभाइड गर्नु पर्यो। D1लाई चाहिँ केएस माइनस, केएस भनेको त हामीलाई थाहा छ रिक्वायर्ड रेट अफ रिटर्न, अनि जीसी भन्ने कुरा, जीसी भनेको हाम्रो के हो भन्दाखेरि कन्स्टेन्ट ग्रोथ भयो है। सो D1 केएस माइनस जीसी। अब तपाईँलाई इनकेस अफ यही क्वेसनमा P1 निकाल्ने फर्मुला के हुन्छ भन्दाखेरि यी P1 निकाल्ने भनेको चाहिँ तपाईँको स्टकको प्राइस आफ्टर 1 इयर, 1 वर्षपछि स्टकको प्राइस कति हुन्छ भने P1 सोध्यो भने यो त टुडे आजको प्राइस हो, 0 भनेको यहाँको प्राइस हो। तपाईँलाई 1 वर्षपछिको प्राइस सोध्यो भने चाहिँ अब P1 छ भने हाम्रो के छ नि डिभिडेन्ड D2, योभन्दा 1 वर्षभन्दा अगाडिको डिभिडेन्ड लानु पर्यो, D2 डिभाइडेड केएस माइनस जीसी, ठिक छ। त्यसपछि P3 सोध्यो भने 3 भन्दा अगाडिको 4 D4 केएस माइनस जीसी भयो। 5 को सोध्यो भने D6 डिभाइडेड केएस माइनस, जस्ट जुनको प्राइस हो त्योभन्दा अगाडिको डिभिडेन्डलाई चाहिँ केएस माइनस जीसीले के गर्ने, डिभाइड गर्ने। यो भनेको कन्स्टेन्ट ग्रोथ, यो पनि सकिहाल्यो होइन। कन्स्टेन्ट ग्रोथमा के हुने रहेछ, जी हुने रहेछ एउटा मात्रै, चिन्ने स्टाइल नै। यो पालिको फोर्थ इयरमा झुकेको धेरै स्टुडेन्ट जिरो ग्रोथ हो कि कन्स्टेन्ट हो कि सुपरमा, यो तिनटामा झुक्यो, यो तिनटामा कुनै छुटाउनै सकेन। सो यसलाई छुटाउने इजी आइडिया भनेको चाहिँ जिरो ग्रोथमा जी नै हुँदैन, यसमा एउटा मात्र जी हुन्छ, तर यसमा चाहिँ के हुन्छ 2टादेखि 3टा, 2टाभन्दा बढी जीहरू हुन्छ भने त्यसलाई हामी सुपर नर्मल ग्रोथ भन्ने गर्छौँ। ओके,
अब सुपर नर्मल ग्रोथमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसमा ग्रोथ हुन्छ तर कस्तो हुन्छ भने सुपर नर्मल हुन्छ क्या, यानि कि एउटा निश्चित टाइमसम्म चाहिँ एउटा दरले ग्रो हुन्छ, त्यसपछि फेरि इन्फाइनाइटसम्म चाहिँ के छ भन्दाखेरि एउटा दरले ग्रो हुन्छ। इन्फाइनाइटसम्म ग्रो हुनेलाई चाहिँ हामी जीसी भन्छौँ भने एउटा निश्चित टाइमसम्म हुने ग्रोलाई चाहिँ जीएस भन्छौँ। यो जी भनेको ग्रोथ, यो एस भनेको सुपर नर्मल ग्रोथ भनेको 5% र अर्को ग्रोथ कन्स्टेन्ट ग्रोथ भनेको चाहिँ 10%। यो कसरी सुपर नर्मल भन्दाखेरि यो हेर्नु त, यो भनेको 1 2 3 वर्षसम्म 5%ले बढ्यो, त्यसपछि त 10% इन्फाइनाइटसम्म भयो नि त, अनन्तसम्म बढ्यो नि त, हो इन्डिफिनिटसम्म बढ्यो नि त, यानि कि यो फरेभर भयो नि त, 10% भनेको त फरेभर भयो। त्यही भएर यसलाई हामी ग्रोथ कन्स्टेन्ट ग्रोथ भन्छौँ, यसलाई चाहिँ हामी के भन्छौँ सुपर नर्मल। किन यो सुपर नर्मल भन्दाखेरि यो भनेको एउटा निश्चित टाइमसम्म मात्र भयो, तर हाम्रो कन्स्टेन्ट भनेको त जहिले के हुन्छ फरेभर हुने गर्छ, त्यही भएर यो हाम्रो कन्स्टेन्ट भयो। अब हाम्रो यस्तो अवस्थामा हेर्नु त दुईटा जी दिएको अवस्थामा अब हामीले चाहिँ त्यतिखेर चाहिँ P0 कसरी निकाल्ने भन्छ। P0 निकाल्ने फर्मुला भनेको चाहिँ अब हाम्रो जहिले पनि हामीले के छ, यो चाहिँ अलिकति क्रिटिकल हुने गर्छ, यसमा हामीले थोरै अन्डरस्ट्यान्ड गर्नुपर्छ, त्यसपछि यो पनि इजी छ है। सो यसमा के गर्ने भन्दाखेरि चाहिँ जहाँबाट कन्स्टेन्ट सुरु भएको छ त्यसलाई हामी होराइजन डेट अथवा होराइजन तपाईँको टर्मिनल डेट भन्ने गर्छ। तपाईँलाई कहिले कहिले एक्जाममा सोध्छ होराइजन डेट भनेको कुन हो अथवा टर्मिनल डेट भनेको कुन हो, यहाँ 3 इयर भनेको तपाईँको होराइजन डेट अथवा टर्मिनल डेट। किन भन्दाखेरि यहाँबाट कन्स्टेन्ट ग्रोथ सुरु भएको छ अनि यहाँको भ्यालुलाई हामीले के भन्छौँ होराइजन। यहाँको भ्यालु भने त P3 हो नि। अब P3 कसरी निकाल्ने भन्दाखेरि हेर्नु त, यसलाई मैले यसरी छोपेँ भने ठ्याक्क 3 इयरदेखि त हाम्रो के भयो कन्स्टेन्ट सुरु भएको भयो नि त, यहाँदेखि त कन्स्टेन्ट सुरु भयो अनि कन्स्टेन्टको भ्यालु निकाल्दा फर्मुला हामीलाई थाहा छ नि। कन्स्टेन्टमा त जहिले पनि तपाईँलाई P0 निकाल्नुपर्छ भने त्योभन्दा अगाडिको डिभिडेन्डलाई केले केएस माइनस जीसीले डिभाइड गर्ने हो। त्यस्तै तपाईँले P3 निकाल्नु छ भने के गर्नु पर्यो त, अब तपाईँले भन्नुहोस् न D4 डिभाइडेड केएस माइनस 3 हेर्ने त, P3 भनेको D4 डिभाइडेड केएस माइनस जीसी हेर्ने त, P3 निकाल्नुहुन्छ भने त्योभन्दा अगाडिको डिभिडेन्डलाई चाहिँ केएस माइनस जीसीले के गर्ने डिभाइड गर्ने। यो गर्दाखेरि यताको सबै डिभिडेन्ड यहाँ आयो क्या, P3 मा आयो क्या। P3 भनेको चाहिँ यताको सबै यता फरेभरको सबै डिभिडेन्ड चाहिँ तपाईँको यहाँ P3 मा आयो भनेको है। सो यहाँ P3 आयो। अब हामीले के गर्ने भन्दाखेरि चाहिँ हामीले पहिले के गर्यौँ भन्दाखेरि चाहिँ जहाँबाट कन्स्टेन्ट सुरु भएको छ त्यहाँको भ्यालु P3 निकाल्यौँ, त्यो भनेको कन्स्टेन्ट मोडल अनुसार निकाल्यौँ, ठिक छ। अनि त्यसपछि हामीले के गर्ने भन्दाखेरि चाहिँ अब पालै पालो यहाँको भ्यालु निकाल्दै P0 को भ्यालु निकाल्छ नि, यो भनेको डिभिडेन्ड 1 हो, यहाँ भनेको डिभिडेन्ड 2 हुन्छ, यहाँ भनेको डिभिडेन्ड 3 हुन्छ। अब हामीले यहाँ त डिभिडेन्ड 4 युज गरेर त P3 निकालिसकेको छौँ, किनभने P3 मा त D4 डिभाइडेड केएस माइनस जीसी हुन्छ भने चाहिँ D4 त हामीले युज गरेछौँ, D3 चाहिँ युज गरेछौँ भने चाहिँ अब हामी D1 लाई पनि यहाँ P0 मा ल्याउँछौँ, D2 लाई पनि P0 मा यहाँ 0 मा ल्याउँछौँ, D3 लाई पनि 0 मा ल्याउँछौँ र P3 लाई पनि 0 मा ल्याउँछौँ। सो हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ यहाँको डिभिडेन्ड 1 लाई पनि 1 प्लस केएस ले गर्दाखेरि 1 वर्ष अगाडि ल्याउने, त्यही भएर 1 प्लस केएस को पावर 1 हुन्छ, 1 नलेख्दा पनि हुन्छ। त्यसपछि D2 लाई हामीले कति 2 वर्ष ल्याउने, त्यही भएर D2 1 प्लस केएस को पावर 2 है। त्यसपछि हामीले यहाँको डिभिडेन्ड 3 लाई पनि प्रेजेन्टमा ल्याउने हो, त्यही भएर D3 लाई चाहिँ 1 प्लस केएस को पावर 3 हुन्छ। त्यसपछि फेरि P3 लाई पनि ल्याउने हो, त्यही भएर P3 लाई 1 प्लस केएस को पावर 3 3 वर्ष यता ल्याउने हो नि त, त्यही भएर यहाँ 0 मा ल्याउने हो नि त, P0 निकाल्छ 0 मा ल्याउनु पर्यो नि त। सो 1 वर्ष 2 वर्ष 3 वर्ष यता ल्याउनु पर्यो, त्यही भएर 3 भयो। यो यहाँको डिभिडेन्ड 3 लाई पनि 3 वर्ष यता ल्याउनु, त्यही भएर यहाँ 3 भयो। यो 2 को D2 लाई चाहिँ 2 वर्ष ल्याउनु पर्यो, त्यही भएर यहाँ 2 भयो। यहाँलाई 1 वर्ष मात्र ल्याउनु पर्यो, त्यही भएर 1 नलेख्दा पनि हुन्छ। यसरी चाहिँ हामीले P0 निकाल्न सकिन्छ। यो भनेको तपाईँको सुपर नर्मल, यानि कि दुईटा ग्रोथ भएकोलाई, दुईटा भन्दा बढी जी भएकोलाई यसरी निकाल्ने। इन केस अफ तपाईलाई यही क्वेशनमा चाहिँ P1 कसरी निकाल्ने भन्ने आयो भने अब P1 भनेको निकाल्ने त अब सबभन्दा तपाईले होराइजन भ्यालु त निकाल्नु पर्यो, P3 त निकाल्नु पर्यो जहाँबाट कन्स्टेन्ट सुरु हुन्छ। अब P1 भनेको तपाईले यहाँको निकाल्नु पर्यो नि त। यहाँको निकाल्नु भन्दा अब डिभिडेन्ड कुन डिभिडेन्ड ल्याउनु पर्यो, यो D1 ल्याउनु पर्यो त, परेन, D1 त यही छ। तपाईले डिभिडेन्ड 2 लाई ल्याउनु पर्यो। यसको फर्मुला के हुन्छ भने P1 D2 लाई चाहिँ 1 प्लस केएस गर्नु पर्यो हैन, 1 प्लस केएस गरेर तपाईले D2 लाई त यहाँ भनेको त 1 वर्ष मात्र ल्याउनु पर्यो, त्यही भएर 1 हुन्छ, 1 नलेख्दै हुन्छ। त्यसपछि यहाँ भनेको D3 छ, D3 लाई पनि ल्याउनु पर्यो प्रेजेन्टमा, तर यसलाई चाहिँ कति ल्याउनु भने 1 2 वर्ष यता ल्याउनु, त्यही भएर D2 1 प्लस केएस को पावर 2 भयो। त्यसपछि हाम्रो फेरि P3 लाई पनि 1 प्लस केएस को पावर के भयो तपाईको 2 वर्ष यता ल्याउनु पर्यो। सो तपाईले जुनै पनि निकाल्न सक्नुहुन्छ। तपाईलाई P0 सोध्यो भने तपाईले P0 भन्दा अगाडिको डिभिडेन्ड सबैलाई ल्याउनु पर्यो, या D1 लाई पनि ल्याउनु पर्यो, D2 लाई पनि, D3 लाई पनि ल्याउनु पर्यो। अब अरूलाई पनि सबै डिभिडेन्ड ल्याउनु पर्यो। सबै डिभिडेन्ड भने त अलरेडी P3 मा आएर जम्मा भएको छ नि त, किनभने P3 ले त तपाईको यतादेखिको सबै डिभिडेन्डलाई यहाँ ल्याएर राखेको छ P3 भने चाहिँ P3 लाई पनि ल्याइदियो भने सबै डिभिडेन्ड प्रेजेन्टमा आयो। किनभने हामीले अलरेडी भनिसकेको छ कि स्टकको आजको प्राइस भनेको फ्युचरको डिभिडेन्डलाई के छ आजको प्राइस आजमा ल्याउनु भन्ने कुरा हो। त्यस्तै तपाईलाई P1 भन्नुहुन्छ, P1 भन्दा अगाडिको डिभिडेन्ड D2 लाई पनि 1 वर्षमा ल्याउनु पर्यो, यहाँ D3 लाई पनि 2 वर्षमा ल्याउनु पर्यो र P3 लाई पनि 2 वर्षमा ल्याउनु पर्यो भन्ने कुरा हो। ओके, मैले P1 निकाल्ने पनि फर्मुला तपाईलाई यहाँ देखाएको छु है। जस्तो हेर्नु त, P1 निकाल्ने फर्मुला नि D2 लाई तपाईको 1 प्लस केएस भयो, D3 लाई पनि 1 प्लस केएस को पावर 2 भयो, अनि P3 लाई पनि 1 प्लस केएस को पावर तपाईको 3 भयो। इन केस अफ यसैमा तपाईलाई
अब P2 निकाल्ने सोध्यो भने P2 भने त यहाँ हो। अब P2 भने यहाँ भने योभन्दा अगाडिको डिभिडेन्ड D3 ल्याउनु पऱ्यो नि त हो। D3 लाई ल्याउने अनि P3 लाई ल्याउने, अरूलाई ल्याउनै परेन। यस्तै गरेको छैन त। D3 लाई 1 + KS 1 वर्ष यता ल्याउनु पर्यो, त्यही भएर 1 लेखेकै छैन। P3 लाई पनि 1 वर्ष अगाडि ल्याउनु 1 + KS भइहाल्यो। सो यसरी तपाईको हाम्रो के छ भने चाहिँ 0 कन्स्टेन्ट र सुपर नर्मल। यो पाली ब्याकमा तपाईको यही आएको थियो। यसमा तपाईले के छ यो छुटाउन सक्नु गाह्रो परेको थियो। त्यो 0 भनेको G हुँदैन है, G हुँदैन, यानी कि G ग्रोथ पर्सेन्ट हुँदैन। यसमा एउटा मात्र G हुन्छ, यसमा के हुन्छ दुईटा भन्दा बढी G हुने गर्छ। यसरी छुटाउने है। अनि एउटा 0 G नभएकोलाई हामीले जहिले पनि जति डिभिडेन्ड छ त्यसलाई नि KS ले डिभाइड गर्ने। त्यसपछि हाम्रो एउटा मात्र G छ भने त्यतिखेर चाहिँ हामीले के गर्ने भन्दा चाहिँ त्यो हामीले P0 निकाल्नु छ भने चाहिँ KS - G जुन निकाल्नु छ त्यो भन्दा अगाडिको डिभिडेन्डलाई KS - GC ले डिभाइड गर्ने। P1 छ भने D2 / KS - GC, P3 निकाल्नु छ भने D4 / KS - GC हुन्छ। त्यस्तै सुपर नर्मल छ भने चाहिँ हामीले के छ भने चाहिँ जहाँबाट कन्स्टेन्ट सुरु भएको छ, जहाँबाट GC सुरु भएको छ त्यहाँको भ्यालु निकाल्ने। त्यसपछि हामीले त्यहाँको भ्यालु निकालेपछि हाम्रो त्यहाँ पछिका सबै डिभिडेन्डलाई चाहिँ के छ 0 मा लग्ने। जस्तो हामीलाई P0 छ भने चाहिँ यहाँ P0 भन्दा अगाडिको डिभिडेन्डको D1 लाई पनि प्रेजेन्टमा 1 + KS गरेर डिभाइड गरेर, D2 लाई पनि प्रेजेन्टमा र हामीले D3 लाई पनि प्रेजेन्ट अनि फेरि P3 लाई पनि प्रेजेन्टमा ल्याउने। सो यो कुरा भयो है। त्यसपछि यसमा अझै हाम्रो एक्स्ट्रा कुरा के छ भने डिभिडेन्ड यिल्ड निकाल्न पनि भन्छ क्या। सो डिभिडेन्ड यिल्ड भनेको चाहिँ डिभिडेन्डको यिल्ड कति छ भनेको यो निकाल्ने भने सजिलो छ भरौँला। तपाईको जस्तो 1 इयरको डिभिडेन्ड यिल्ड निकाल्नु छ भने तपाईको डिभिडेन्ड 1 इयरको डिभिडेन्ड यिल्ड छ भने त्यो 1 इयरको डिभिडेन्डलाई के छ P0 ले के गर्ने डिभाइड गर्ने इन्टु 100% है। त्यसै 2 इयरको डिभिडेन्ड छ भने के छ 2 इयरको डिभिडेन्डलाई के छ P1, किनभने ठ्याक्क 1 डिभिडेन्ड 1 छ भने P0 भनेको ठ्याक्क 1 देखि तलको भनेको 0 हो नि त। त्यही भएर तपाईको P0 ले डिभाइड गर्नु है प्राइसले, यानी कि तपाईको भ्यालु अफ स्टक टुडे ले गर्नु पर्यो। अनि भ्यालु अफ स्टक आफ्टर 1 इयर ले के गर्नु पर्यो D/2 निकाल्नका लागि युज गर्नु पर्यो। अनि तपाईको डिभिडेन्ड यिल्ड 3 भनेको छ भने चाहिँ तपाईको अब 3 वर्षको डिभिडेन्डलाई के छ P2 ले डिभाइड गर्नु पर्यो, किनभने 3 छ भने 1 वर्ष तलले है इन्टु 100%। यसरी तपाईको डिभिडेन्ड यिल्ड छ है। अब डिभिडेन्ड यिल्ड तपाईलाई जुनै इयरको सोध्यो भने तपाईले निकाल्न सक्नुहुन्छ। तपाईले 5 इयर डिभिडेन्ड यिल्ड 5 इयरको भयो भने तपाईको 5 इयरको डिभिडेन्डलाई के गर्ने P4 ले डिभाइड गर्ने 1 वर्ष तलकोले, यानी इन्टु 100 गर्ने डिभिडेन्ड यिल्ड आइहाल्यो। अनि अर्को हुन्छ क्यापिटल गेन यिल्ड। यो पनि पहिलो वर्षको भन्नु भने क्यापिटल गेन यिल्ड भनेको चाहिँ प्राइसमा भएको चेन्ज क्या। जस्तो क्यापिटल गेन यिल्ड 1 इयरको भन्नु भने P1 माइनस P1 मा के गर्ने भन्दा 1 भन्दा तल भनेको P0 अनि डिभाइडेड P0 इन्टु 100%। तपाईले क्यापिटल गेन यिल्ड 2 भन्नु भने P2 माइनस अब 2 पछि के हुन्छ 1 हुन्छ, त्यही भएर P2 - P1 डिभाइडेड P1 इन्टु 100%। तपाईले क्यापिटल गेन 3 भन्नु भने P3 हुन्छ, 3 भएपछि यता 2 हुन्छ, P3 - P2 डिभाइडेड P2 इन्टु 100%। तपाईले क्यापिटल गेन यिल्ड 4 भन्नु भने चाहिँ P4 हुन्छ, अनि 4 भइ क्यापिटल गेन 4 भने चाहिँ 4 भयो, अनि 4 पछि हाम्रो यता 3 हुन्छ, अनि P3 इन्टु 100% भयो। सो डिभिडेन्ड यिल्ड र क्यापिटल गेन यिल्ड आइसकेपछि यो दुईटा यिल्डलाई हामीले जोड्यौँ भने त्यही भनेको हाम्रो के हुन्छ केएस। कहिले कहिले हामीलाई केएस निकाल्नु पनि पर्ने हुन्छ रिक्वायर्ड रेट अफ रिटर्न। यो भनेको चाहिँ डिभिडेन्ड यिल्ड र क्यापिटल गेन यिल्ड जोड्दाखेरि आउँछ। र अर्को भनेको केएस निकाल्ने पपुलर फर्मुला भनेको चाहिँ हाम्रो CAMP भन्छ, क्यापिटल एसएस प्राइसिङ मोडल भन्छ, CAPM भन्छ हैन, क्यापिटल एसएस प्राइसिङ मोडल भन्छ। सो यो भनेको चाहिँ आरएफ प्लस आरएम माइनस आरएफ अनि बेटा हुन्छ क्या। आरएफ भनेको चाहिँ रिस्क फ्री रेट हो, आरएम भनेको चाहिँ मार्केटको रिटर्न हो, अनि आरएफ भनेको रिस्क फ्री रेट। सो रिस्क फ्री रेट प्लस अनि मार्केटको रिटर्नमा रिस्क फ्री रेट घटाउने अनि बेटाले मल्टिप्लिकेसन गर्यो भने हाम्रो केएस आउँछ। र कहिले कहिले झुकाएर के हुन्छ नि यो आरएम र आरएफलाई एकैताले हाम्रो के छ मार्केट रिस्क प्रिमियम भन्छ क्या। तपाईले रिस्क फ्री रेट भनेको चाहिँ तपाईलाई 5% भनौँ अनि मार्केट रिस्क प्रिमियम भनेको 10% हो नि, बेटा चाहिँ 1.2 भनौँ भने चाहिँ तपाईको अब यो अस्ता केएस निकाल्ने फर्मुला के हुन्छ भने चाहिँ तपाईको रिस्क फ्री रेट भनेको 5% भयो हैन, अनि त्यसपछि प्लस अनि आरएम माइनस आरएफ भन्नु नि मार्केट रिस्क प्रिमियमको 10% डाइरेक्ट भयो, अनि बेटा भनेको 1.2 यो भयो क्या। यसरी तपाईले आरएम र आरएफ नदिएर डाइरेक्ट मार्केट रिस्क प्रिमियम दिनु भनेको आरएम माइनस आरएफ गरेर अलरेडी दिएको भ्यालु भनेर सम्झिनु पर्यो क्या, मार्केट रिस्क प्रिमियम भन्नु भने चाहिँ। ठीक छ। त्यसपछि अब यो डिभिडेन्ड कसरी चिन्ने भन्दाखेरि चाहिँ फ्युचरको डिभिडेन्ड एक्सपेक्टेड नेक्स्ट इयर स्याल विल तपाईको फ्युचरको कुराहरू लागेको छ भने यसलाई हामी D1 भन्छौँ ल। अदरवाइज अरू सबै हाम्रो के हुन्छ D0 हुन्छ। आजको भन्ने सबै D0 भयो है। फ्युचरको कुरा गरेर चाहिँ एक्सपेक्टेड नेक्स्ट इयर भने चाहिँ D1 हुन्छ। अब हामी सर र सोलुसन गर्दै यसलाई मजाले अझ हाम्रो के छ अन्डरस्ट्यान्ड गर्दै जान्छौँ। अब सबभन्दा सुरुमा तपाईको हेर्नुहुन्छ भने 2070 को छ हैन, 78 को छ। म यो लङ क्वेसन सबै गराउने कोसिस गर्छु। जस्तो तपाईको दिस इयर भनेको छ है मेरो नेपाल कम्पनी पेड इट्स शेयर होल्डर्स एज अ एनुअल डिभिडेन्ड। यो वर्ष चाहिँ के छ भने चाहिँ मेरो नेपाल कम्पनीले चाहिँ के छ शेयर होल्डरलाई चाहिँ डिभिडेन्ड दिएछ र कति भन्दा 30 भनेपछि यो भनेको हेर्नु त पेड भनेको त भक्टु आयो क्या त, यो भनेको अलरेडी गरेको यो भने चाहिँ D0 आयो। यो फ्युचरको कुरा आएन भने चाहिँ हाम्रो सबभन्दा के दियो हामीलाई क्वेसनले D0 दियो है। सो मैले यहाँ के छ डिभिडेन्ड पेड भनेर D0 लेखेको छु। सो गिभन त लेख्नु पर्यो नि त सुरुमा। त्यसपछि अनि अर्को भनेको चाहिँ हाम्रो
के भनेको छ भन्दाखेरि चाहिँ अनि त्यसपछि भनेको छ मेजर ब्रोकरेज फर्म रिसेन्टली पुट आउट अ रिपोर्ट स्टेटिङ द्याट इन इट्स अप्सन्स ओपिनियन द कम्पनी एनुअल्स डिभिडेन्ड सुड ग्रो एट द रेट अफ 10% पर इयर फर इच अफ द नेक्स्ट इयर। के भन्दैछ भने कम्पनीको चाहिँ के छ डिभिडेन्ड चाहिँ के छ भन्दाखेरि चाहिँ 3 वर्षसम्म नेक्स्ट 3 वर्षसम्म चाहिँ कति पर्सेन्टले 10% ग्रो हुन्छ। अनि त्यसपछि then level of and growth rate of growth at the rate of 6% per year thereafter। त 3 वर्षसम्म चाहिँ 10% ले ग्रो हुन्छ अरे, त्यसपछि 6%। यहाँ हेर्नु त जी दुईटा दियो कि दिएन त भन्छ यो सुपर नम्बर रहेछ भनेर दिमागमा राखिहाल्नु है। हाम्रो तेस्रो रहेछ भने जहिले पनि तीनटा छुटाउनु पर्यो, जिरो हो कि कन्स्टेन्ट हो कि सुपर नम्बर। जिरोमा जी हुँदैन, यसमा एउटा मात्र जी हुन्छ, यसमा दुईटा भन्दा बढी जी हुन्छ। सो एउटा भन्दा बढी जी हुन्छ, यानी कि दुईटा पनि हुन सक्छ, तीनटा पनि हुन सक्छ है। सो हाम्रो के रहेछ भन्दाखेरि यो भनेको सुपर नम्बर रहेछ। र सुपर नम्बर ग्रोथ चाहिँ कुन हो त यो दुईटा भन्दाखेरि चाहिँ हाम्रो यो 10% सुपर नम्बर। किन भन्दाखेरि यो भनेको एउटा 3 वर्षसम्म त 10% भयो नि त, यो 6% भने त हाम्रो पुरै दियर आफ्टर भनेको फरएभरसम्म 6% भएको, त्यही भएर यसलाई जीसी भन्छौँ। यो जीएस हो, यो जीसी हो, ठिक छ। त्यसपछि एकर्डिङ टु द हाम्रो के छ भने चाहिँ कन्सेन्सस एस्टिमेट प्रोभाइडेड बाई एनालाइसिस द स्टकको बेटा चाहिँ कति छ भन्दाखेरि 1.4% छ अरे, बेटा पनि दियो। अनि रिस्क फ्री रेट पनि 5% दियो। अनि मार्केटको रिटर्न 14% छ। हो सुरुमा हामीले यो सबै पढेपछि हामीले गिभन सही लेख्ने अनि टाइम लाइन बनाउने। ल टाइम लाइनबाट इजी हुन्छ क्या। जस्तो हाम्रो D0 दियो 30 होइन, त्यसपछि हामीलाई के दियो भन्दाखेरि चाहिँ बेटा दियो 1.4%, रिस्क फ्री रेट पनि 5% दियो, मार्केटको रिटर्न 14% दियो। त्यसपछि टाइम लाइन बनाउने भने हाम्रो के छ भन्दाखेरि चाहिँ टाइम लाइन आउँदाखेरि 3 वर्षसम्म बनाउँदा राम्रो, किनभने 4 वर्षसम्म बनाउँदा राम्रो, किनभने 3 वर्षसम्म एउटा रेटले बढ्छ, त्यसपछि अर्को रेटले बढ्छ भने चाहिँ मैले के गरेँ त यहाँदेखि यहाँसम्म चाहिँ एउटा रेट भनेको जीएस भने 10%, ठिक छ। अनि यहाँदेखि यहाँको अर्को रेट भनेको चाहिँ जीसी भनेको 6%। सो यति भनेको मलाई इन्फर्मेसन दियो। अब मलाई के सोध्दैछ भन्दाखेरि चाहिँ वाट इज द रिक्वायर्ड, यो स्टकको लागि चाहिँ हामीलाई चाहिने रिटर्न चाहिँ कति होला भन्दाखेरि चाहिँ अब रिक्वायर्ड निकाल्ने फर्मुला भनेको त हामीलाई यहाँ के छ, रिस्क फ्री रेटहरू रिटर्न मार्केट आइसकेपछि यो त हामीले क्याम्प अनुसार जानु पर्यो होइन त, सीएपीएम अनुसार जानु पर्यो नि त होइन, क्यापिटल एसएस प्राइसिङ मोडल अनुसार होइन, सीएपीएम अनुसार जानु पर्यो। त्यही भएर रिक्वायर्ड रेट अफ रिटर्न भनेको चाहिँ केएस निकाल्ने भनेको चाहिँ आरएफ प्लस आरएम माइनस आरएफ अनि बेटा हुन्छ। आरएफ भनेको चाहिँ हाम्रो रिस्क फ्री रेट 5% छ, प्लस आरएम माइनस आरएफ, आरएफ भनेको चाहिँ मार्केटको रिटर्न 14% छ होइन, त्यसपछि हाम्रो रिस्क फ्री रेट भनेको 5% छ, बेटा 1.4 गर्दाखेरि तपाईँको यो 17.6% चाहिँ रिक्वायर्ड रेट अफ रिटर्न आयो, केएस आयो। त्यसपछि भन्ने छ वाट इज द म्याक्सिमम प्राइस अफ यु सुड बी विलिङ टु पे फर, यो स्टकलाई चाहिँ तपाईँले कति म्याक्सिमम प्राइस दिनुहुन्छ भने स्टकको त आजको प्राइस आएको सोधेको नि त, किनभने स्टकको प्राइस जति छ त्यति नि त हामीले पे गर्नुको लागि चाहिँ विलिङ हुन्छौँ, हामी चाहिँ उत्सुक हुन्छौँ भने स्टकको प्राइस जति छ त्यति नै हामीले दिने हो। त्यही भएर चाहिँ हामीले यहाँ P0 निकाल्नु पर्यो। अब P0 निकाल्ने भने त हाम्रो सिम्पल छ। P0 भनेको जहिले पनि हामीलाई के चाहिन्छ भने चाहिँ हामीले कहाँदेखि कन्स्टेन्ट सुरु भएको भन्दा 3 वर्ष भने चाहिँ अब हामीले यहाँ P0 यहाँ निकाल्छ भने अब योभन्दा अगाडि यो D1 लाई पनि प्रेजेन्टमा ल्याउनु पर्यो, D2 लाई पनि प्रेजेन्टमा ल्याउनु पर्यो, D3 लाई पनि प्रेजेन्टमा ल्याउनु, यहाँदेखि सुरु भएको छ भने P3 निक्लिन्छ, P3 लाई पनि प्रेजेन्टमा। यो फर्मुला हाम्रो हेर्नु त P0 निकाल्ने फर्मुला के भयो, D1 1 प्लस KS को पावर 1, किनभने तपाईँले यो डिभिडेन्डलाई 1 वर्ष ल्याउनु पर्यो। अर्को D2 1 प्लस KS को स्क्वायर, यहाँ 2 वर्ष। अनि यहाँ पनि D3 लाई 1 प्लस KS को 3 भयो। त्यसपछि अझै हाम्रो यहाँदेखि कन्स्टेन्ट सुरु भएको यो त होराइजन डेट हो, टर्मिनल डेट हो भने चाहिँ यहाँ होराइजन भ्यालु भनेको P3 छ, P3 लाई पनि 1 प्लस KS को पावर 3 ल्याउनु पर्यो। अब तपाईँलाई D1 चाहियो, D2 चाहियो, D3 पनि चाहियो, KS भनेको हामीले भर्खर निक्लेकै छ, अनि P3 पनि चाहियो। KS त तपाईँको मुनिको त प्रायः सबै निस्केको छ। अब माथिको चिज चाहिँ तपाईँलाई निकाल्नुपर्छ। D1 कसरी निकाल्ने त भन्दाखेरि चाहिँ हामीलाई मजाले थाहा छ, D0 भनेको हामीलाई कति दिएको छ, 30 दिएको छ। यहाँ 30 हुन्छ भने अब हेर्नु त D1 भनेको कति पर्सेन्टले बढ्छ, 10% ले, D2 भनेको 10%, D3 भनेको 10%, तर D4 भनेको चाहिँ तपाईँको कति 6% बढ्छ, किनभने 3 वर्षदेखि त हाम्रो 6% ले बढ्ने हो नि त, हाम्रो 3 वर्षसम्म पो 10% ले बढ्ने त हो। त्यही भएर हामीले D1 D2 D3 निकाल्दाखेरि अब हेर्नु त ल हेर्नु। सो हामीले D1 निकाल्छौँ। D1 निकाल्दाखेरि हाम्रो के छ, D0 1 प्लस GS भनेको छ है, किनभने GS ले बढ्ने हो नि त। D0 भनेको 30 छ, 1 प्लस GS को 0.9 भनेको 33 भयो। अब D2 निकाल्दाखेरि फेरि D1 बाट निकाल्ने 33, D1 1 प्लस GS भनेको 33 0, यो फेरि GS ले नै बढ्छ 3 वर्ष। यहाँसम्म हेर्नु त सबै हामीले 10% ले बढाएको छौँ। अब मैले के छ D4 पनि निकालेँ, किन भन्दाखेरि अहिले मलाई P3 पनि निकाल्नुपर्छ नि। यो P3 निकाल्नु परेको पनि, यो P3 निकाल्नका लागि त हाम्रो यो त कन्स्टेन्ट सुरु भएको भने चाहिँ P3 निकाल्दाखेरि योभन्दा अगाडिको डिभिडेन्ड फोलाई चाहिँ KS माइनस GC गर्ने हो। अनि KS छँदैछ यहाँ आएको, GC भनेको हामीलाई इक्वेसनले 6% दिएकै छ, र D4 निकाल्नुपर्छ। त्यही भएर मैले D4 निकालेँ। तर बुझ्नुपर्ने कुरा के छ, D4 निकाल्दाखेरि हाम्रो के छ भने चाहिँ D3 बाटै निकाल्ने हो, तर 1 प्लस GS हुँदैन क्या, GC हुन्छ। किन भन्दाखेरि हाम्रो 3 वर्षदेखि त हाम्रो ग्रोथ 6% भएको छ नि, त्यही भएर यहाँ GC हुन्छ है। हाम्रो 3 वर्षसम्म चाहिँ GS भयो, तर यहाँ पछि हाम्रो GC हुन्छ। त्यही भएर G नलेख्ने, G र GS कि त GC लेख्ने सजिलो हुन्छ है।
ल अर्को भनेको D3 भनेको 39.93 छ अनि 1 प्लस GC भनेको 0.06 छ यो गर्दाखेरि 42.332 आयो ओके भनेपछि हाम्रो D1 पनि आयो D2 पनि आयो D3 पनि आयो अब P3 निकाल्नका लागि हामीले D4 पनि निकाल्ने भन्छ अब P3 पनि निकाल्नु P3 भनेको होराइजन भ्यालु भनेको यो D4 KS माइनस GC D4 भनेको यो आइहाल्यो KS भनेको हाम्रो 0.176 पो 17.6 भनेको यसलाई पर्सेन्ट हटाउनु पर्यो के अनि GC भनेको तपाईको कति छ 0.06 छ यो गर्दाखेरि P3 भनेको तपाईको 364.82 आयो अब यही D1 मा यो भ्यालु D2 मा त्यो भ्यालु D3 मा यो भ्यालु राख्ने P3 मा त्यो आको भ्यालु राख्ने त्यसरी 1 प्लस KS भनेको तपाईको यो 0.176 छ यो सबै गर्दाखेरि तपाईको P0 भनेको चाहिँ 304.19 को आरआरईमा आउँछ सो P0 आयो त्यसपछि हामीलाई अर्को के भनेको छ भने चाहिँ डिफाइन डिभिडेन्ड यिल्ड र क्यापिटल गेन डिभिडेन्ड यिल्ड र क्यापिटल गेन यिल्ड भनेको चाहिँ के डिफाइन गर भनेको छ ल्याङ्ग्वेजमा लेखा हुन्छ यिल्ड यो ल्याङ्ग्वेजमा लेख्न इजी छ यिनीहरुकै फर्मुला हो जस्तो डिभिडेन्ड यिल्ड निकाल्नु भनेको डिभिडेन्ड डिभाइड बाइ हाम्रो प्राइस हो के भनेपछि रेशियो भन्ने क्या फर्मुला डिफाइन भनेको डिभिडेन्ड यिल्ड भनेको चाहिँ के हो रेशियो के को रेशियो भन्दाखेरि चाहिँ हाम्रो डिभिडेन्ड पर शेयर र मार्केट प्राइसको चाहिँ के छ रेशियो हो भन्ने भइहाल्यो फर्मुलालाई नै के छ डेफिनेसन बनाइहाल्ने अनि क्यापिटल गेन भनेको यो पनि के हो रेशियो हो जहाँ चाहिँ हाम्रो के हुन्छ भने चाहिँ हाम्रो प्राइसमा भएको इन्क्रिज है प्राइसमा भएको इन्क्रिज चाहिँ यसमा के गर्छ देखाइने गरिन्छ भन्ने कुरा भइहाल्यो यो क्यापिटल गेन यिल्ड भइहाल्यो ठीक छ त्यसपछि अर्को भनेको चाहिँ अब हामीलाई के भनेको छ यसमा व्हाट इज द डिभिडेन्ड यिल्ड एन्ड अब डिभिडेन्ड यिल्ड र क्यापिटल गेन यिल्ड छ तर कहिलेको भन्दाखेरि 4 इयरको भनेको छ हो 4 इयरको अब डिभिडेन्ड यिल्ड निकाल्ने के हुन्छ फर्मुला भन्दाखेरि चाहिँ हेर्नु त dy4 भनेको नि त dy4 भन्छ हाम्रो 4 इयरको डिभिडेन्डले के गर्नु पर्यो P3 ले के गर्नु डिभाइड गर्ने 1 देखि तर अब d4 छ कि छैन क्वेशनले भन्दाखेरि हामीले d4 हामीले निकालिसकेको छौं यहाँ अनि हामीले P3 पनि त निकालिसकेको छौं यहाँ 364.1 चाहिँ यसले गर्दाखेरि हाम्रो 11.60 आयो डिभिडेन्ड यिल्ड अब डिभिडेन्ड या त क्यापिटल गेन निकाल्ने फर्मुला नि हामीलाई थाहा छ CG/4 भनेको चाहिँ हाम्रो P4 minus P3 divided P3 into 100 हैन त यही हो किनभने 4 इयर भनेपछि 4 बाट सुरु हुन्छ अनि 4 भन्दा 1 भनेको P3 अब P4 पनि निक्लेको छ तपाईको हैन P3 पनि निस्केछ तर यसरी नर्मली नगर्ने का यो तरिका गर्दाखेरि अलि उयो हुन्छ लेन्दी हुन्छ तपाईको डिभिडेन्ड यिल्ड 4 आइसकेपछि के हो भने केएस भनेको त हाम्रो क्यापिटल गेन र डिभिडेन्ड यिल्ड जोडेर आएको हुन्छ नि त जहिले पनि त्यही भएर हामीले केएस भनेको त पुरै सबै टाइमको लागि नि यति छ 17.6% भनेपछि अनि क्यापिटल गेन यिल्ड हामीलाई थाहा छैन 4 इयरको अनि डिभिडेन्ड यिल्ड 4 वर्षको हाम्रो के छ 11.60 आएको छ सो यहाँबाट तपाईको क्यापिटल गेन यिल्ड भनेको 6% आयो यसरी निकाल्दा चाहिँ बेटर हुन्छ भनेको तर यसरी निकाल्दा बिग्रिन्छ बिग्रिँदैन भन्ने कुरा भयो ठीक छ ओके त्यसपछि अर्को भनेको चाहिँ नाउ एज्युम दैट द आफ्टर 3 वर्षपछि के एज्युम गर्दैछ भने डिभिडेन्ड चाहिँ के छ ग्रो हुने स्टार्ट भयो अरे ग्रो नै भएन अरे अब ग्रो भएन भने के देखियो भन्दाखेरि तपाईको यस्तो भनेको के तपाईको है टाइमलाइन भनेको चाहिँ यो भनेको जस्तो 0 1 2 3 हो जस्तो 1 2 3 3 वर्षसम्म चाहिँ हाम्रो जीएस 10% ले ग्रो भयो त्यसपछि हाम्रो के छ ग्रो नै भएन ग्रो नै नभएपछि अब 3 वर्षमा तपाईको डिभिडेन्ड कति छ हेर्नु त 3 वर्षमा डिभिडेन्ड तपाईको कति छ 39.93 छ भने अब फोमा पनि तपाईको 39.93 भने तपाईलाई एउटा के याद आयो भन्दाखेरि चाहिँ यो भनेको त के हो जीरो ग्रोथ भयो यो भनेको जीरो ग्रोथ अब हाम्रो यहाँ P3 भनेको यो होराइजन निकाल्ने भ्यालु जुन छ यो P3 जुन होराइजन भ्यालु यो P3 अब यो P3 निकाल्ने फर्मुला तपाईको के हुन्छ भन्दाखेरि कुन मोडल अनुसार जानु पर्यो भन्दाखेरि चाहिँ हाम्रो अब तपाईको यसमा चाहिँ तपाईले यो P3 निकाल्दाखेरि चाहिँ यो कन्स्टेन्ट अनुसार जानु भएन अब तपाईले 0 अनुसार जानु पर्यो किनभने ग्रोथ नै छैन अब ग्रोथ नभएपछि P3 निकाल्ने फर्मुला यहाँ के हुन्छ भन्दा चाहिँ P3 भनेपछि तपाईको अब जहाँबाट तपाईको P3 भने चाहिँ अब यहाँ D3 डिभाइडेड केएस मात्र हुन्छ हैन अथवा D4 भने नि एउटै हो D5 भने नि एउटै है सो तपाईले जुनै डिभिडेन्ड राखे पनि हुन्छ तर तपाईले यहाँ D1 D2 हरु चाहिँ राख्नु पाउँदैन किनभने तपाईको त्यहाँबाट हैन नि त हाम्रो जहाँबाट चाहिँ 0 ग्रोथ सुरु भयो त्यहीको डिभिडेन्ड त्यहाँदेखि चाहिँ डिभिडेन्ड राख्नु पर्छ जस्तो हाम्रो अहिले यो क्वेशन अनुसार भनेको त हाम्रो के छ भने चाहिँ 3 वर्षदेखि चाहिँ हाम्रो के छ ग्रोथ 0 भएको छ भने चाहिँ हामीले यसरी छोप्दाखेरि त हाम्रो ठ्याक्कै यो P3 लाई त यहाँदेखि त के छ 0 ग्रोथ भएको भयो नि त ओ 0 गर्दा P3 निकाल्ने फर्मुला के हुन्छ भने अब P3 कै ठ्याक्कै डिभिडेन्डको D3 भयो हो D3 डिभाइडेड तपाईले के गर्न सक्नुहुन्छ केएस गर्न सक्नुहुन्छ अथवा D4 D5 गर्न सक्नुहुन्छ यो भनेको एउटै हुन्छ डिभिडेन्ड सो तपाईले बुझ्नु पर्ने कुरा यहाँ के बुझ्नु भन्दाखेरि चाहिँ हाम्रो हेर्नु त यो 0 र कन्स्टेन्टले त जहिले के निकाल्न हेल्प गर्दो रहेछ सुपर नर्मल किनभने सुपर नर्मलमा हाम्रो के हुन्छ दुईटा जी हुन्छ भन्ने नि त हैन सो हाम्रो त्यो चाहिँ तपाईको एउटा निश्चित टाइमपछि कन्स्टेन्ट भएको छ या 0 भएको छ कन्स्टेन्ट भएको छ भने यो कन्स्टेन्ट अनुसारको फर्मुला आउँछ तपाईको हैन जस्तो P3 निकाल्दाखेरि चाहिँ तपाईको D4 डिभाइडेड केएस माइनस जीसी हुन्छ तर तपाईको यो 3 वर्षदेखि चाहिँ तपाईको चाहिँ 0 ग्रोथ भएको छ भने तपाईको के हुन्छ भने यो P3 निकाल्दाखेरि तपाईको D3 डिभाइड बाइ केएस हुने रहेछ भन्ने कुरा तपाईले बुझ्नु पर्ने हुन्छ है सो यही गरेको छ यहाँ तपाईको अब सबभन्दा हामीले के छ P3 निकाल्नु पर्ने हुन्छ यो कन्स्टेन्ट हुँदा P3 निकाल्दाखेरि चाहिँ अब D3 अथवा D4 D5 एउटै कुरा हो सो D3 भनेको चाहिँ हाम्रो कति छ हाम्रो 39.93 छ हो यसलाई हामीले केएस ले डिभाइड गर्यो भने हाम्रो 226.34587 आउँछ अब हामीले P0 निकाल्दाखेरि यही फर्मुला आउने त्यही फर्मुला सेम अब हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ
यहाँको डिभिडेन्डलाई यहाँ ल्याउने प्रेजेन्टमा, यहाँ D2 लाई पनि प्रेजेन्ट ल्याउने, D3 लाई पनि प्रेजेन्ट ल्याउने, अनि फेरि P3 लाई पनि प्रेजेन्ट ल्याउने। तर P3 भनेको चाहिँ अब हाम्रो नयाँ आएको छ, यसलाई चाहिँ हामीले प्रेजेन्टमा ल्याउनु पर्यो है। सो मैले यहाँ गरेको छु D1 1 + KS, D2 1 + KS, D3 1 + KS र P3 1 + KS। यो D1 D2 D3 मा के लाउने भन्दाखेरि यही लाउने, यही हो D1 D2 D3 भनेको यही हो। 1 + KS पनि सबै यहाँसँग त्यही हो, सबै यो सेम। तर यो P3 को भ्यालु जुन यहाँ 364 आएको छ, यो भनेको चाहिँ हाम्रो यहाँ के अनुसार लागेको छ, यो भनेको तपाईँको कन्स्टेन्ट अनुसार राखेको छ, किनभने अहिलेको क्वेसन हाम्रो कन्स्टेन्ट हो। तर हाम्रो अब यही हुन्छ, तर हाम्रो P3 को भ्यालु चाहिँ के हुन्छ, यो हुन्छ। यो भनेको चाहिँ के अनुसार, 0 ग्रोथ अनुसार भयो, यति हो फरक। यसरी नै गरेर P0 निकाल्ने है। त्यसपछि हामी अर्को भनेको चाहिँ हाम्रो 2076 75 को क्वेसन जाउँ। यो पनि एकदमै इम्पोर्टेन्ट छ। 76 75 कोमा हेर्नु भने यो पनि सर तपाईँले हेर्नु एकचोटि हैन। जस्तो यसमा हेर्नु भने तपाईँको एज्युम द रिस्क फ्री आरएफ दिइहाल्यो क्वेसन हेर्नु त फेरि। त्यसपछि अर्को भनेको एक्सपेक्टेड रिमेन द सेम फर द फरेसेबल फ्युचर भयो। द रिटर्न अन द एभरेज स्टक इन द मार्केट, मार्केटको रिटर्न दिएन त, यी मार्केटको रिटर्न दियो, आरएम पनि दियो। अनि यु आर इभ्यालुएटिङ द पर्सपेक्टिभ अफ इन्भेस्टिङ इन एचपिसी स्टक विच इज करेन्टली पेइङ 10 पर सेयर इन द डिभिडेन्ड। डिभिडेन्ड कति दिइरहेको छ, 10 भनेपछि हेर्दा करेन्टली अहिले दिइरहेको भने यो D0 हो है, फ्युचरको होइन नि त, त्यही भएर D0 दियो। आरएफ पनि दियो, आरएम पनि दियो, D0 पनि दियो। द स्टक हेज अ बेटा कोएफिसिएन्ट, बेटा पनि दियो। अनि यो एनालाइसिस हेज अ रिभिल दैट द न्यू प्रोडक्सन सिस्टम्स एन्ड एग्रेसिभ मार्केटिङ क्याम्पेन लन्च बाई द कम्पनी विल बुस्ट अप इट्स अर्निङ सिग्निफिकेन्टली हैन। अब अर्निङलाई चाहिँ सिग्निफिकेन्टली बुस्ट अप गर्छ अरे। एज अ रिजल्ट द डिभिडेन्ड अन द स्टक इज एक्सपेक्टेड टु ग्रो 20% के भन्छ फर कमिङ 2 इयर्स। हेर्नु त आउने दुई वर्षमा चाहिँ 20% ले ग्रो हुन्छ अरे। त्यसपछि चाहिँ हाम्रो के हुन्छ भन्दा चाहिँ आफ्टर दिस पिरियड ग्रोथ रेट एक्सपेक्टेड स्लो डाउन टु द नर्मल लेभल 5% चाहिँ इन्डेफिनेटली हुन्छ भन्छ। हेर्नु त यहाँ पनि जी, यहाँ पनि जी, दुईटा जी आएन भने चाहिँ यो पनि सुपर नर्मल रहेछ। तर सुपर नर्मल कुन हो, कन्स्टेन्ट कुन हो त भन्दाखेरि दुईटा जी हुन्छ नि त। यो भनेको सुपर नर्मल, किन भन्दा यो 2 वर्षसम्म भएको ग्रोथ हो, यो भनेको त्यसपछि फरेभर भएको ग्रोथ, यसलाई हामी जीसी भन्छौँ। ओके, ए नम्बरमा फेरि के भन्छ, रिक्वायर्ड रेट अफ रिटर्न भनेको छ। ओके, फेरि यसलाई हामीले फेरि गिभन लेख्छौँ अनि हामी टाइमलाइन पनि बनाउँछौँ, हामीलाई इजी हुन्छ क्या, सजिलो। ओके, आरएफ दिएकै छ, आरएम पनि 15% दिएकै छ, हामीलाई डिभिडेन्ड पेड भने D0 भनेको 10 दिएकै छ, अनि बेटा भनेको 1 दिएकै छ। अनि यसमा हामीले टाइमलाइन बनाउनु भने त 2 वर्षसम्म चाहिँ 20% हुन्छ भने यसलाई हामी जीएस भन्यो। त्यसपछि हाम्रो के हुन्छ, कन्स्टेन्टली 5% हुन्छ भने चाहिँ यसरी टाइमलाइन भयो, ठिक छ। अब यो P0 निकाल्ने फर्मुला तपाईँले यहाँबाट भन्न सकिहाल्नुहुन्छ। P0 निकाल्नेको यहाँको डिभिडेन्ड 1 लाई यहाँ ल्याउने, यहाँको D2 लाई पनि ल्याउने, र यहाँदेखि कन्स्टेन्ट सुरु हुन्छ भने P2 निकालिन्छ, त्यो P2 लाई पनि हाल्ने। यो P2 कसरी निकाल्ने भन्दाखेरि यहाँदेखि त कन्स्टेन्ट सुरु हुन्छ, कन्स्टेन्टको फर्मुला भनेको D3 / KS - GC। P2 छ भने 1 वर्ष अगाडिको डिभिडेन्डलाई KS - GC गर्ने, यताको सबै डिभिडेन्ड यहाँ P2 मा आयो। यही हैन त फर्मुला। यहाँ GC हाम्रो के छ, यहाँ 0 भएको भए हाम्रो के छ भने P2 निकाल्ने फर्मुला भनेको तपाईको P2 निकाल्ने चाहिँ हाम्रो D2 / KS मात्र हुन्थ्यो। तपाईको 0 ग्रोथ हुन्छ, तर यहाँ कन्स्टेन्ट भएपछि कन्स्टेन्टको फर्मुला लाउनु पर्यो P2 निकाल्नको लागि। ओके, अब हामीले ए नम्बरमा रिक्वायर्ड रिटर्न भनेको छ, यो भनेको आरएफ प्लस आरएम माइनस आरएफ बेटा भयो। यो त हामीले निकाल्न सकेनौँ, अघि पनि गरेको। त्यसपछि हामीलाई व्हाट इज द एक्सपेक्टेड डिभिडेन्ड पर शेयर अफ एचपिसी 2 इयर्स को चाहिँ एक्सपेक्टेड डिभिडेन्ड भनेर D1 र D2 सोध्नु नि त तपाईलाई। अब D1 भनेको हामीले कसरी निकालिन्छ भन्दाखेरि D1 भन्दा D0 बाट निकाल्छ, जुन हामीलाई क्वेसनले दिएकै छ D0। अनि 1 प्लस के हुन्छ भने GS हुन्छ नि त। D1 त हाम्रो के छ, GS मा ग्रो हुन्छ, त्यही भएर 1 प्लस GS भनेको 0.2 यो यति भयो। त्यसपछि हाम्रो डिभिडेन्ड 2 पनि तपाईको यहाँदेखि यहाँ जाँदा नि GS मै हुन्छ, 2 वर्षसम्म त हाम्रो GS हो, त्यही भएर हाम्रो 1 प्लस GS ले नै तपाईको यति D1 र D2 पनि आइहाल्यो। त्यसपछि तपाईलाई अर्को के भनेको छ भने चाहिँ एट व्हाट प्राइस द स्टक इज एक्सपेक्टेड टु सेल एट द एन्ड अफ इयर 2 को अन्तिममा चाहिँ कतिमा सेल हुन्छ, P2 सोधेको हो हैन त। तपाईलाई P2 सोधेको छ नि। ओके, P2 हेर्नु भने P2 देखि त तपाईको के हुन्छ, कन्स्टेन्ट सुरु भएको छ भने चाहिँ P2 निकाल्ने फर्मुला त्यो भन्दा अगाडिको डिभिडेन्डलाई KS - GC भयो, किनभने यो भनेको कन्स्टेन्ट ग्रुपको फर्मुला हो। ल D3 KS - GC भयो। अब D3 त निकाल्नु पर्यो नि त, D2 सम्म त निकाल्छ। D3 कसरी निकाल्ने भन्दाखेरि D3 देखि त हाम्रो के छ, 5% ले ग्रो हुन्छ, त्यही भएर हाम्रो D2 बाट निकालिन्छ D3 त D2 1 प्लस GC हुन्छ है, GS हुँदैन, किनभने 2 वर्षदेखि त हाम्रो GC छ नि त, त्यही भएर 0.05 भयो। यो भनेको 15.12 भयो। सो यो D3 हाम्रो आइहाल्यो। KS भनेको हामीलाई निकालेकै छौँ, अनि GC भनेको हाम्रो 0.05 छ, यो भनेको 151.2 यो पनि आयो। अब त्यसपछि हाम्रो अर्को भनेको छ व्हाट इज द फेयर भ्यालु, स्टकको चाहिँ आजको प्राइस कति हो भनेर P0 सोध्यो। अब P0 भनेको त हामीलाई निकाल्ने फर्मुला अघि थाहा छ, फेरि हामी टाइमलाइनबाट हेरेको छौँ हैन। हामी यहाँको डिभिडेन्ड 1 लाई पनि यहाँ ल्याउँछौँ, डिभिडेन्ड 2 लाई पनि प्रेजेन्ट ल्याउँछौँ, र P2 लाई पनि हामी प्रेजेन्ट ल्याउँछौँ भनेको सबै डिभिडेन्ड यहाँ आयो भन्ने कुरा बुझिन्छ नि त। सो हाम्रो D1 1 प्लस KS को पावर 1 वर्ष ल्याउनु पर्यो, यसलाई 2 वर्ष, यसलाई पनि 2 वर्ष ल्याउनु पर्यो। D1 निक्लेको छ, D2 पनि निक्लेको छ, P2 अहिले भर्खर निकाल्यौँ। 1 प्लस KS भनेको 0.15 छ, यो गर्दाखेरि तपाईको 135.87 आयो। यी नम्बरमा यदि स्टक चाहिँ करेन्टली कतिमा सेल भइरहेको छ अरे मार्केटमा 130, तपाईले अहिले निकालेको भनेको 135 छ, यो भनेको x को रियल प्राइस है, यो भनेको के अरे रियल हो। अनि मार्केटमा चाहिँ कतिमा किनबेच भएछ, 130 मा भएछ। अब तपाई बाइ गर्नुहुन्छ अरे भन्दाखेरि यो सबभन्दा अन्डर छ कि ओभर, तपाईले बुझ्नु पर्ने हुन्छ क्या, ओभर छ कि अन्डर भ्यालु छ है। यो ओभर भ्यालु छ कि हाम्रो अन्डर भ्यालु,
यो कुरा हामीले बुझ्नुपर्छ है। तपाईँको के छ भने चाहिँ हाम्रो जहिले पनि हामी कतिखेर किन्छौँ भन्दाखेरि जब सस्तो हुन्छ त्यतिखेर नि, किनभने महँगो बरु बेच्छौँ। हामी अन्डर भ्यालुको बेला के गर्छौँ, जहिले पनि बाई गर्छौँ होइन। कम भएको बेला हामी बाई गर्छौँ भने धेरै भएको बेला चाहिँ हामी के गर्छौँ, बेच्छौँ। सेल गर्दा धेरै पैसा आउँछ नि त, त्यही भएर है। सो हाम्रो के छ भने त 135 हुनुपर्ने प्राइस, यो भनेको रियल प्राइस, तर हाम्रो मार्केटमा कतिमा किनबेच भइरहेको, सस्तोमा किनबेच होइन, किनभने 135 भ्यालु मार्केटमा 130 भने चाहिँ अन्डर भयो नि त। यो भ्यालुभन्दा कम हो क्या, 135 भन्दा कम भयो भने चाहिँ अन्डर भयो नि त। यो 135 भन्दा बढी भएको ओभर हुन्छ भने चाहिँ अन्डर भ्यालु चाहिँ हामी के गर्छौँ, प्रिफर गर्छौँ है। सो के छ, आई वुड प्रिफर टु बाई द स्टक बिकज स्टक इज अन्डर भ्यालुड भन्नु पऱ्यो होइन। सो आई भन्दा पनि वी भन्दा चाहिँ अझ राम्रो हुन्छ, किनभने आईले चाहिँ तपाईँलाई मात्रै प्रिफर गर्छ, तर हामी त एउटा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा मास रूपमा चाहिँ हामीले के छ, प्रेजेन्ट हुनुपर्ने हुन्छ। त्यही भएर वी प्रिफर भनेर हामीले चाहिँ के प्रिफर गर्छौँ भन्दाखेरि चाहिँ यसमा चाहिँ हामीले बाई गर्नको लागि प्रिफर गर्छौँ, किनभने यो अन्डर प्राइस छ भन्नु पऱ्यो। ठिक छ, ओके। यति भइसकेपछि हाम्रो यो सक्यो 76 को। त्यसपछि हाम्रो अर्को भनेको चाहिँ हाम्रो 74 को छ होइन, 74। त्यसपछि हामी यो 77 गरेर यति गरेर हामी इन गर्छौँ है। लङ क्वेसन चाहिँ म प्रायः सबै कभर अप गर्ने कोसिस गरेको, यति 4टा 1 2 3 4टा। अब 74 को हेर्नुहुन्छ भने तपाईँको ओके 74 मा सुरु पढौँ। यु आर एनालाइजिङ द प्रोस्पेक्ट्स अफ इन्भेस्टिङ इन अ स्टक अफ लार्ज म्यानुफ्याक्चरिङ कम्पनी, द कम्पनी एक्सपेक्टेड टु पे अ डिभिडेन्ड पर्छ। हो, यहाँ चाहिँ के भन्नु, एक्सपेक्ट गरिरहेको छ यदि हो, बल्ल डिमान्ड दियो। यो भनेको फ्युचरको कुरा एक्सपेक्ट गरेको छ, हो डिमान्ड दियो है। अब चाहिँ अनि के छ भने एन्ड स्टक प्राइस भनेको छ, अनि अर्निङ एन्ड डिभिडेन्ड्स आर अल एक्सपेक्टेड टु ग्रो एट अ कन्स्टेन्ट, यतिमा चाहिँ ग्रो हुन्छ भनेको छ। कन्स्टेन्ट भन्छ एउटा मात्र जी आएका नि त, अझै पर्दैन, अझै जी छ कि फेरि होइन, इन्डिफिनेटली भन्छ है। तर यसले कन्स्टेन्ट भनिसक्यो अलरेडी, इन्डिफिनेटली फरेभर यतिले बढ्छ भनिसक्यो। अनि स्टकको बेटा 1.2 छ अरे होइन, बेटा पनि दियो। अनि इट्स करेन्टली प्राइस, अहिले चाहिँ यसको स्टकको प्राइस कति छ अरे, P0। ल अहिले त फेरि क्वेसनले P0 पनि दिएछ, किनभने करेन्टली प्राइस भनेको त P0 हो नि त, P0 पनि दियो। एन्ड एनालाइसिस अफ मार्केट प्रोफाइल रिभिल द्याट द रिस्क फ्री आरएफ पनि हामीलाई 6% दियो, विच इज एक्सपेक्टेड टु रिमेन अनचेन्ज भनेको छ, जुन चाहिँ अनचेन्ज हुँदैन अरे। अनि एन्ड द मार्केट पोर्टफोलियो यिल्ड, मार्केटको यिल्ड भनेको मार्केटको रिटर्न हो, जुन 14% दियो। अब हामी यसको इन्फर्मेसनलाई सुरुमा यहाँ गिभन लेख्नु ल। हामीलाई सबभन्दामा चाहिँ एक्सपेक्टेड डिभिडेन्ड D1 भनेको 15% दियो हामीलाई। अब यहाँ हेर्नु त एउटा मात्र जी आयो क्या भने यो के रहेछ, कन्स्टेन्ट रहेछ है। एउटा मात्र जी भएपछि कन्स्टेन्ट हुन्छ, जी छैन भने 0 भयो, दुईवटा छ भने तपाईँको सुपर नर्मल भयो। ठिक छ, भनेपछि कन्स्टेन्ट ग्रोथ भनेको 5.6% भइहाल्यो। बेटा भनेको 1.2। त्यसपछि हाम्रो प्राइस P0 भनेको क्वेसनले दिएकै छ 155। अनि हामीलाई रिस्क फ्री रेट 6%, अनि मार्केटको यिल्ड अथवा रिटर्न 14% दियो। यसलाई पनि हामी टाइमलाइनमा देखाइहाल्यौँ ल। अब टाइमलाइनमा यसलाई हामीले देखाउने भने जस्तो यहाँ बनाएको छैन, तर यसलाई टाइमलाइनमा हामीले प्रोपर देखाउने यो के हुन्छ भने चाहिँ तपाईँको यस्तो भयो है, यस्तो भयो, अनि 0 1 भयो, 2 भयो, 3 भयो होइन, 4 भनौँ। अब यहाँ हाम्रो के देखियो भन्दाखेरि चाहिँ हामीलाई P0 दिएको छ क्या क्वेसनले है। P0 भनेको हाम्रो 155 भन्ने यसरी दिएको छ छैन त, यहाँ P0 भनेर दिएको छ। अनि हामीलाई के दियो भन्दाखेरि चाहिँ तपाईँको D1 भनेर यहाँ D1 दिएको छ है। अब हामीलाई के छ भने यो भनेको त यस्तो भयो नि त, GC भनेको त हेर्नु त 5.6% भएको भएन त। यो टाइमलाइन मिल्यो कि मिलेन, मिल्यो, किनभने एउटा मात्र ग्रोथ छ। यहाँ हाम्रो यति भइहाल्यो। अब यो भइसकेपछि अब तपाईँले यहाँ त तपाईँले यो निकाल्नु पर्यो भने अब तपाईँको जहिले पनि के हुन्छ, KS माइनस GC तल हुन्छ भने सम्झिहाल्नु है। अब P0 सोधेको छ भने यहाँ D1 हुन्छ, P1 सोधेको छ भने D2, P3 सोधेको छ भने D4 हुन्छ। यो भइहाल्यो, कुरा केही सकिहाल्छ। ओके, अब हामीलाई एमा हामीले CAPM भनेको छ होइन। CAPM अनुसार चाहिँ तपाईँको रिक्वायर्ड रेट अफ रिटर्न निकाला भनेको छ। यो भनेको हाम्रो त्यो भइहाल्यो, अघि हामीले निकालेको छौँ। यो भनेको RF प्लस RM माइनस RF को बेटा हो, यो हामीले निकालिहाल्यौँ, यसमा केही प्रब्लम भएन। त्यसपछि हाम्रो अर्को भनेको चाहिँ वाट इज द इन्ट्रेन्सिक भ्यालु पर सेयर अफ द कम्पनीको चाहिँ इन्ट्रेन्सिक भ्यालु के हेर्दा P0 निकाल भनेको छ है। अब P0 निकाल भनेको चाहिँ हाम्रो P0 निकाल्ने फर्मुला त हामीलाई थाहा छ नि त, यो त कन्स्टेन्ट ग्रोथ भएपछि P0 भन्दै त्योभन्दा अगाडिको डिभिडेन्ड D1 KS माइनस GC भयो होइन। यो त इजी भयो। D1 भनेको हामीले दिएकै छ 15, अनि त्यसपछि हाम्रो KS पनि छ, GC पनि हामीलाई छँदैछ। यो गर्दा 150 आयो। अनि के भन्दैछ भन्दाखेरि चाहिँ डु यु थिङ्क द्याट द स्टक फेयरली प्राइस, मार्केटमा के स्टक फेयरली प्राइस छ अरे त भन्दाखेरि हाम्रो स्टकको प्राइस कति हुनुपर्छ भन्दाखेरि मार्केटमा त यतिमा सेल भइरहेको छ, 155 मा कारोबार भइरहेको छ। अनि यहाँ हाम्रो 155, यहाँ चाहिँ हाम्रो 150 आयो भने चाहिँ फेयरली प्राइस छैन है। तपाईँको दुईवटा प्राइस फेयरली भएको छ, त्यसलाई चाहिँ हामी के भन्छौँ, मार्केट एफिसियन्सी भन्छौँ। तपाईँलाई थ्योरीमा पनि आउँछ, मार्केट एफिसियन्सी भनेको के हो भनेर आयो भने तपाईँको स्टकको प्राइस चाहिँ फेयरली छ भने, यानि कि इन्ट्रेन्सिक भ्यालु र तपाईँको मार्केटमा बराबर प्राइस छ भने त्यसलाई हामी फेयरली प्राइस भन्छौँ। अर्को मार्केट एफिसियन्सी भन्छौँ। यहाँ चाहिँ त्यो छैन, किनभने P0 मार्केटमा 155 छ, यहाँ हामीले निकाल्दा 150 आयो। ठिक छ, ओके। त्यसपछि फेयरली प्राइस छैन भन्नु पर्यो है।
त्यसपछि अर्को भनेको चाहिँ तपाईँको नाउ सपोज अब के मानिन्छ रिक्वायर्ड डेटा 12%। अब यो सी नम्बरको लागि चाहिँ केएस हामीले 12% मान्नु पऱ्यो है। अनि वाट वुड बी द इन्ट्रिन्सिक भ्यालु अफ पर सेयर, फेरि P0 सोध है। अब फेरि अघिको जस्तो त नि P0 भनेको D1 डिभाइडेड केएस माइनस जीसी, तर केएसको ठाउँमा चाहिँ हामीले के राख्नु पऱ्यो 0.12 राख्नु पऱ्यो। यसले 12% राख भनेको छ नि त। अनि हाम्रो जीसी भने त 5.6% भइहाल्यो, 0.056 भइहाल्यो। यो गर्दा 234.37 आयो, ठिक छ। अनि यसले के भन्दैछ भन्दाखेरि चाहिँ के भन्छ, डु यु थिङ्क द स्टक इज गुड बाई इन द केस, यो केसमा चाहिँ के हामीले स्टक किन्नको लागि राम्रो हुन्छ अरे त। एजुम द मार्केटमा चाहिँ तपाईँको 155 कारोबार भइरहेको छ भने, अब हेर्नु यो ओभर छ कि अन्डर छ, अन्डर छ भने चाहिँ किन्नको लागि राम्रो हुन्छ है। अब हेर्नु त यो 234 छ होइन, तपाईँको 234 छ भनेको यो भनेको रियलमा हुने भयो। अब योभन्दा ओभर छ कि अन्डर छ, योभन्दा हेर्नु त के छ भने तपाईँको 155 भन्दा कममा कारोबार भइरहेछ नि त, यति हो रियल प्राइस। योभन्दा कम भने चाहिँ अन्डर भ्यालु रहेछ भने चाहिँ यति अवस्थामा के छ पर्चेज गर्छौँ है। यो अवस्थामा चाहिँ हामीले के गर्छौँ पर्चेज, यहाँ चाहिँ अलिक यो मिस्टेक भएको रहेछ। सो हाम्रो यो चाहिँ के छ पर्चेज गर्छौँ भन्नु पर्यो है, किनभने हाम्रो अन्डर भ्यालु छ है। वी सुड पर्चेज द स्टक बिकज द स्टक इज अन्डर प्राइस भन्नु पर्यो है त। त्यसपछि हामीलाई अब डी नम्बर भनेछ इन एडिसन द चेन्ज इन पार्ट सी, पार्ट सीलाई आधार मानेर पार्ट सीको चेन्जको आधारमा चाहिँ सपोज डिभिडेन्ड चाहिँ के छ एक्सपेक्टेड ग्रो 10% पर इयर। फर्स्ट 3 इयर, 3 इयर भनेको छैन, फर्स्ट 3 इयर पहिलो 3 वर्ष चाहिँ यसले के छ 10% चाहिँ के हुन्छ डिभिडेन्ड ग्रो हुन्छ। अनि त्यसपछि फेरि त्यसपछि 5.6% चाहिँ ग्रो हुन्छ कन्सली भनेपछि यो के आयो त भन्दाखेरि सुपर नर्मल, किन भन्दाखेरि दुईवटा जी छ। अनि यो जी भनेको चाहिँ जीएस हो, यो भनेको चाहिँ जीसी। किन यो जीएस हो भन्दाखेरि यो 3 वर्षसम्म त यो हुन्छ नि त, 3 वर्षसम्म फर्स्ट सुरुको 3 वर्षसम्म त यो 10% ग्रो हुन्छ, त्यसपछि मात्र यो 5%ले फरेभर ग्रोथ हुन्छ। त्यही भएर यो जीएस भयो, यो जीसी भयो। अब यसलाई टाइमलाइन देखाउनुपर्छ। टाइमलाइन देखाउँदाखेरि चाहिँ हाम्रो के हुन्छ भने यहाँ एकदम झुकिने कुरा चाहिँ के हुन्छ भने हाम्रो यहाँदेखि 3 वर्षसम्म भनेको होइन, फर्स्ट 3 इयर्स भनेको त पहिलो त डिभिडेन्ड त तपाईँलाई दिइसक्यो। पहिलो डिभिडेन्ड भनेको तपाईँलाई कति, यहाँ D1 भनेको त हामीलाई 15 भनेको छ नि त। सो पहिलो डिभिडेन्ड भनेको तपाईँलाई 15 भइसक्यो। अब यहाँदेखि चाहिँ यहाँदेखिको 3 वर्षसम्म चाहिँ तपाईँको 10%ले ग्रो हुन्छ भनेको, यानि कि यहाँदेखि 1 वर्ष, यहाँदेखि 2 वर्ष, यहाँ यानि कि 4 वर्षसम्म पुग्दासम्म चाहिँ तपाईँको यो होइन 4 वर्ष यहाँसम्म चाहिँ तपाईँको 10%ले ग्रो हुन्छ भनेको। अनि 4 वर्षपछि चाहिँ तपाईँको के छ 5/6ले ग्रो हुन्छ भनेको। यो चाहिँ बुझ्नु पऱ्यो। भनेको हाम्रो यहाँ चाहिँ P4 भयो क्या, होराइजन भ्यालु भनेको चाहिँ P4 भयो। अब निकाल्ने फर्मुला थाहा छ, D1 लाई फेरि यहाँ ल्याउनु पऱ्यो, D2 लाई पनि ल्याउनु पऱ्यो, D3 लाई पनि ल्याउनु पऱ्यो, अनि P4 लाई पनि D4 लाई पनि ल्याउनु पऱ्यो, अनि फेरि फाइनली P4 लाई पनि ल्याउनु पऱ्यो। फर्मुला त हाम्रो के हुन्छ त D1 लाई पनि ल्याउनु पऱ्यो, D2 लाई पनि ल्याउनु पऱ्यो, D3 लाई पनि, D4 लाई पनि ल्याउनु पऱ्यो, र फाइनली P4 लाई पनि ल्याउनु पऱ्यो। अब P4 कसरी निकाल्ने भन्दाखेरि त्यो हामीलाई इजिली थाहा छ। P4 भनेको चाहिँ हाम्रो के हुन्छ, यो भनेको त कन्स्टेन्ट सुरु भयो भने चाहिँ P4 भनेको चाहिँ हाम्रो के हुन्छ D5 KS माइनस के हुन्छ तपाईँको GC हुने गर्दछ, यही होइन त। सो यति गर्दाखेरि तपाईँको भइहाल्छ। र तपाईँको अब D1 D2हरू निकाल्ने भयो 4 वर्षसम्म 10% निकाल्ने, त्यसपछि 5 वर्ष यो D5 निकाल्दाखेरि चाहिँ 5.6% निकालेर तपाईँले यो निकाल्न सक्नुहुन्छ। सो यसमा त्यसको केही समस्या भएन। यसमा झुकाउने भनेको यही हो। यहाँ धेरै स्टुडेन्ट चाहिँ के छ P3 भन्छ, P3 चाहिँ हुँदैन। किन भन्दाखेरि तपाईँको D1 भनेको त यहाँ पाइसकेको छ, यो पछिको चाहिँ फर्स्ट 3 भनेको छ। यहाँ फर्स्ट 3 तपाईँको इयर भनेको चाहिँ यहाँ 4 वर्षमा पुग्छ, 4 वर्षदेखि चाहिँ कन्स्टेन्ट सुरु हुन्छ भनेको। ओके, अब हामी अर्को क्वेसन्स गरौँ। यो अर्को क्वेसन्स तपाईँको चाहिँ अलिकति इम्पोर्टेन्ट टाइपको छ, तर यो अलिक झुकाउने टाइपको छ। सो यसलाई हेरौँ। सो तपाईँको यो 77 सालको क्वेसन। सो के छ भने चाहिँ एजुम यु हेभ अ जेनेरेटेड द फलोइङ इन्फर्मेसन, फेरि गिभन इन्फर्मेसन राम्रोसँग लेख्ने र त्यसलाई टाइमलाइन उतार्ने है। अब द स्टक JBL कम्पनीको दिइरहेको छ। द कम्पनीको लेटेस्ट डिभिडेन्ड भनेको 40, लेटेस्ट भनेको हाम्रो के छ D0 हो कि त, अहिलेको डिभिडेन्ड भनेको लेटेस्ट भनेको 40 छ, D0 दियो। अनि आर एक्सपेक्टेड टु ग्रो, यो चाहिँ ग्रो भएर चाहिँ कति हुन्छ अरे 43 भने यहाँ हेर्नु रुपिज भनेको चाहिँ यो भनेको D0 भने यो D1 दियो 43.2 रुपियाँ। अब चाहिँ हामीलाई जी नै दिएन जस्तो छ यहाँ, किनभने हामीलाई रुपिज दियो। डिभिडेन्ड पहिलो 0को हामीलाई 40 भनौँ, त्यसपछि हामीलाई अर्को भनेको चाहिँ D2 भनेको चाहिँ नेक्स्ट इयर भनेको D1 भनेको चाहिँ 4.43.2 हो, त्यसपछि टु द 46.7 पर द इयर आफ्टर द्याट, र यो पछि फेरि हाम्रो 46.7 हुन्छ भनौँ। त्यसपछि हाम्रो 50.4 हुन्छ अरे इयर 3 मा पुग्दाखेरि। भनेपछि D0 D1 D2 D3 त दियो, त्यही लेख्नु पर्यो। हेर्नु त D0 भनेको 40, D1 भनेको 43.2, D2 भनेको 46.7 र D3 भनेको 50.4। यो क्वेसनले नै दिएको छ। यहाँ भन्दा सुरुमा लेटेस्ट 40, त्यसपछि 43.2 हुन्छ अरे, त्यसपछि फेरि यो पछि बढेर 46.7 हुन्छ, त्यसपछि 3 वर्षमा पुग्दाखेरि 50.40 हुन्छ, 4 हुन्छ भनौँ। त्यसपछि यसको साथै इन एडिसन द प्राइस अफ स्टक इज एक्सपेक्टेड टु राइज फ्रम 50, र स्टकको प्राइस चाहिँ 565 देखि बढेर चाहिँ कति पुग्छ अरे 770 पुग्छ। कहिले 3 वर्षमा पुग्दाखेरि 777.50 पुग्छ। भने चाहिँ करेन्ट प्राइस हेर्नु त 565 भनेको P0 हो किन, P0 चाहिँ P3 चाहिँ कति हुन्छ अरे 777.50 हुन्छ अरे। भने चाहिँ यसलाई टाइमलाइनमा उतारौँ।
सो तपाईँको यो टाइमलाइन हो भने हेर्नु त तपाईँको 0 1 2 3 4 भनेर मैले बनाएँ P0 भनेको 565 छ भने यो तपाईँको P3 मा पुग्दाखेरि तपाईँको 777 पर्छ। अब तपाईँले यो हेर्नु भने यो कुन मोडल हो भन्दाखेरि तपाईँ झलक्क हेर्नु भने यो भनेको सुपरनोभा हो। किन सुपरनोभा भन्दाखेरि तपाईँको हेर्नु भने हाम्रो यो सुपरनोभा कस्तो भने यो P3 छ नि त, किनभने यहाँको डिभिडेन्ड पनि छ, यहाँको डिभिडेन्ड P3 म्हणजे D1 लाई पनि यहाँ ल्याउने, D2 लाई पनि यहाँ ल्याउने, D3 लाई पनि यहाँ ल्याउने, P3 लाई पनि यहाँ ल्यायो भने त हाम्रो P0 आएन त। त्यो हाम्रो सुपरनोभा भनेको त्यही होइन त, त्यही हो त। हाम्रो त यहाँ तपाईँको तपाईँको P0 निकाल्दाखेरि चाहिँ D1 डिभाइड बाई KS माइनस GC यो त हुने चान्सै भएन, किनभने यो कन्स्टेन्ट ग्रोथको लागि मात्र हो। तपाईँको यहाँ त P3 पनि छ, त्यही भएर यो चाहिँ सुपरनोभा भनेर चाहिँ यसरी हामीले ट्रिक लाउनु पर्ने हुन्छ यहाँ चाहिँ अलिकति। अब हामीलाई ए नम्बरमा के भन्दैछ हेरौँ है। अब ए नम्बरमा हामीलाई के भन्दैछ भने ए नम्बरमा युजिङ डिभिडेन्ड डिस्काउन्ट मोडल रिक्वायर्ड हामीलाई केएस भनेको 15% छ भने हामीलाई P0 सोध्यो। केएस 15% हुँदा चाहिँ P0 कति हुन्छ भनेर सोध्दैछ है। हामीलाई क्वेसनले P0 दिएर पनि अझै P0 सोध्न सक्छ, त्यसमा हामीले केही दोहोऱ्याएको छैन है, त्यो नझुकिने। P0 दिएर पनि P0 सोध्छ के भन्छ, तर यो P0 भनेको चाहिँ केएस कतिमा हो त थाहा छैन क्या। तर हामीलाई चाहिँ केएस 15% को आधारमा P0 निकाल भनेको छ, त्यही भएर हाम्रो 15% 16% को आधारमा फरक हुनसक्छ। त्यही भएर यो चाहिँ हाम्रो कतिमा थाहा छैन, तर हाम्रो P0 चाहिँ यो 15% को आधारमा चाहिँ P0 निकाल भनेको छ भने चाहिँ फर्मुला त त्यही हो। D1 लाई प्रेजेन्टमा, D2 लाई प्रेजेन्ट, D3 लाई P3 लाई प्रेजेन्ट। अब D1 छ, D2 पनि छ, D3 पनि छ, P3 पनि दिएकै छ भनेपछि यसलाई अब केएस यहाँ 15 लाएर गर्ने यति आउँछ 617 पनि यति आयो, ठीक छ। त्यसपछि हामीलाई अब के भन्छ भने व्हाट इज द स्टक एक्सपेक्टेड रिटर्न युजिङ द आइआरआर मेथड अनुसार चाहिँ हाम्रो स्टकको रिटर्न केएस निकाल भनेछ। केएस अब तपाईँले सुन्नु ल केएस किन निकाल्नु छ त, केएस त हामीले यहाँ दिएकै छ भन्दाखेरि यो ए को लागि दिएको भनेपछि बल्ल तपाईँले अब के भन्नु भने हामीलाई केएस निकाल्नु छ। केएस कुनको लागि भन्दाखेरि P0 यो हाम्रो 15% तपाईँको केएस हुँदाखेरि P0 यति आएको छ भने यो 565 जुन तपाईँलाई क्वेसनले गिभन गरेको P0 छ यो चाहिँ कति पर्सेन्ट केएसमा आएको हो त, हो त्यो निकाल्नु पर्ने हो। तपाईँले यानि कि P0 क्वेसनले दिएको 565 चाहिँ 565 चाहिँ तपाईँको 565 चाहिँ तपाईँको कति केसमा यो केस निकाल्नु। अब यसको लागि चाहिँ तपाईँले के छ आइआरआर मेथड। आइआरआर मेथड भनेको चाहिँ तपाईँले इन्टरपोलेसन गर्नुपर्छ भनेको है। यो केस निकाल्नको लागि तपाईँ लोअर रेट प्लस P0 लोअर रेट, फेरि तल पनि P0 लोअर रेट, अनि यहाँ चाहिँ P0 मात्र घटाउने, अनि यहाँ चाहिँ हायर रेट पनि घटाउनु पर्यो, लोअर भएपछि हायर, अनि हायर माइनस लो यो चिज ल्याउनुपर्छ भन्ने कुरा भयो। अब यसको लागि चाहिँ ट्राई गर्नु पर्यो। अब ट्राई भनेको चाहिँ तपाईँले कसरी थाहा पाउने भन्दाखेरि तपाईँको यो 565 भन्दा ठुलो र 565 भन्दा सानो भ्यालु लिएर चाहिँ लोअर र हायर रेट ल्याउनुपर्छ। 565 भन्दा ठुलो र 565 भन्दा सानो भ्यालु यानि कि यो बिचमा पर्नुपर्छ भनेको है। अब हामीले पहिलो ट्राई त गरिसक्यौँ, हेर त 617 भनेको 565 भन्दा ठुलो आइसक्यो है, यो त आइसक्यो 565 ठुलो आइसक्यो। अब 565 सानो ल्याउनु पर्यो भने चाहिँ अब यो 617 त घटाउनु पर्यो नि त। अब घटाउने भने चाहिँ तपाईँको केएसलाई चाहिँ के गर्छ बढाउनु पर्छ क्या, अपोजिट रिलेसन छ तपाईँको केएस र तपाईँको P0 मा अपोजिट। यो बढायो भने यो घट्छ, यो घटायो भने यो बढ्छ क्या। त्यही भएर तपाईँलाई अहिले हेर्नु त P0 भनेको तपाईँको 15% मा त 617.234 आइसकेको छ। यो भनेको तपाईँको 565 भन्दा बढी भ्यालु आयो। अब 565 भन्दा तपाईँको यानि कि तपाईँको यो भन्दा तपाईँको सानो भ्यालु ल्याउनु छ भने तपाईँले के गर्नु पर्यो भन्दा चाहिँ P0 लाई अझ सानो बनाउनु छ भने तपाईँले केएस त के गर्नु पर्यो बढाउनु पर्यो नि त। भने चाहिँ 15% बाट कति पर्सेन्ट बनाउनु भने तपाईँले आइआरआर गर्दाखेरि 4% सम्मको ग्यापलाई चाहिँ के छ एक्सेप्टेबल मानिन्छ, 5% सम्मलाई नि एक्सेप्टेबल मानिन्छ। त्यही भएर 4% सम्मलाई एक्सेप्टेबल मानेको कारणले मैले 4% नै बढाएँ ल। 15 देखि 4% भनेको तपाईँको 19 मा ट्राई गरेँ ल। 19 मा ट्राई गर्दाखेरि यही हो सेम, यसमा यो केएसको ठाउँमा चाहिँ के गर्ने 19 राखेर गर्ने र 19 राखेर गर्दाखेरि कति आयो भन्दाखेरि 560/55 हेर्नु त। 565 भन्दा ठुलो 617 भयो, 565 भन्दा सानो भनेको 560, ठ्याक्कै कुरा मिल्यो हैन। तपाईले यो भन्दा अझै भ्याएन भने अझै तपाईले ट्राई गर्दै जानु पर्यो है। सो यो भन्दा ठुलो र यो भन्दा सानो चाहिँ आउनुपर्छ। मैले 5 र 4% ग्याप राख्न मिल्छ भनिसके, त्यही भएर नर्मली 5 चाहिँ नराख्ने, तर 5 पनि यसरी चाहिँ मानिन्छ, तर 4 सम्म राख्दा हुन्छ हैन। सो त्यही भएर मैले 4 को ग्याप राख्नको लागि मैले 15 मा 4 जोडेर 19 मा ट्राई गरेको यति आयो। अब मैले के गर्नु पर्यो हायर रेट र लोअर रेट। हायर रेट मेरो 19% हो, जसमा मेरो P0 भनेको चाहिँ कति छ 560/55 आएको छ। सो यो मेरो हायर रेटको P0 हो, लोअर रेट भनेको मेरो 15%, यो हाम्रो लोअर रेटमा P0 भनेको 617.234। अब मैले यो आइआरआर मेथड एप्लाई गर्दाखेरि चाहिँ मेरो एक्चुअल केस भनेको चाहिँ लोअर रेट प्लस P0 लोअर रेट माइनस P0, P0 लोअर रेट माइनस P0 हायर रेट, हायर रेट भने लोअर रेट भनेको 15% भयो, P0 लोअर रेट भनेको त्यो भयो। P0 भनेको चाहिँ 565 हो नि त, P0 लोअर रेट र हायर रेट बाहेकको यो बिचको 565 भन्दा ठुलो र यो भनेको सानो, यो ठुलो भनेको हायर, यो भनेको लोअर। सो हामीले यो गर्दाखेरि चाहिँ अनि 19 मा हामीले 15 गर्दा 4% भयो, यो गर्दाखेरि तपाईको 18.68 आउँछ। यो भनेको तपाईको राउन्डिङ गर्दा 18.17% आयो, केएस आयो, ठीक छ। त्यसपछि तपाईलाई भन्दैछ सी नम्बरमा तपाईले यदि चाहिँ गिवन द डिभिडेन्ड्स आर एक्सपेक्टेड, गिवन डिभिडेन्ड चाहिँ हाम्रो 8% चाहिँ ग्रो भइराख्छ अरे हैन। इन्डेफिनिटली भनेको हाम्रो जीसी भयो नि त, एउटा मात्र डिभिडेन्ड दियो। त्यसपछि केएस भनेको चाहिँ 15% भने हामीलाई फेरि P0 सोध्यो। यो भने त कन्स्टेन्ट ग्रोथ भयो, यो त हामीले निकाल्न आइहाल्छ। D1 डिभाइडेड केएस भने जीसी हुन्छ, P0 निकाल्नु पर्यो। D1 कसरी आउँछ भन्दा D1 त हामीलाई क्वेसनले दिएकै छ 43.2% हैन।
43.2 रुपियाँ दिएको छ। सो 43.2 डिभाइड बाइ केएस भनेको हामीलाई क्वेसनले अहिले भर्खर दियो, जिसी भनेको नि 8% दियो। तपाईँले बुझ्नु पर्यो कि कन्स्टेन्ट हो, जिरो हो कि सुपर नोट, त्यो चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको अर्को भनेको चाहिँ वाइ डु यु थिङ्क द्याट कन्स्टेन्ट ग्रोथमा चाहिँ किन चाहिँ तपाईँको जी चाहिँ केएस भन्दा ग्रेटर हुनु त भन्दाखेरि ग्रेटर भयो भने के हुन्छ त हालत के हुन्छ भन्दाखेरि तपाईँको हेर्नु है, तपाईँको जी जहिले पनि केएस यो भयो भने के हुन्छ, जस्तो जी भनेको सबैजना 5% भनौँ है, अनि तपाईँको यो चाहिँ ग्रेटर भनेर मुख आ गरेको ठुलो हुनु पर्यो भनेर यो 2% भयो भने तपाईँको हालत के हुन्छ भन्दाखेरि तपाईँको यसमा हेर्नु त तपाईँको यो 43.2 हुन्छ D1 भनेको, अनि केएस भनेको हेर्नु त तपाईँको 0.024 2% भनेको, अनि 5 भने 0.05। यो गर्दाखेरि तपाईँको यो त माइनसमा आउँछ नि त, माइनसले डिभाइड गर्दाखेरि P0 त के छ माइनसमा आउँछ, अनि सेयरको प्राइस कहिले माइनस हुन्छ त हुँदैन नि त। हो, त्यही भएर जहिले पनि केएस चाहिँ जहिले पनि के छ जिसी भन्दा ठुलो हुन्छ, केएस माइनस जिसी हुन्छ नि त। जहिले पनि केएस ठुलो भएर ठुलोबाट सानो घटाउनु पर्छ क्या, केएस माइनस जिसी भनेर ठुलोबाट सानो घटाउने भन्ने कुरा हो। त्यही भएर यदि हाम्रो के छ जी चाहिँ हाम्रो ग्रेटर भयो केएस भन्दा, त्यो अवस्थामा चाहिँ के हुन्छ भने स्टकको प्राइस चाहिँ नेगेटिभ आउँछ, जुन भनेको कहिले पनि पोसिबल हुँदैन। त्यही भएर केएस चाहिँ जहिले पनि के हुनुपर्छ ग्रेटर हुनुपर्छ जिसीबाट, किनभने केएस माइनस जिसी गर्नुपर्ने हुन्छ, त्यही भएर केएस जहिले पनि ग्रेटर हुनुपर्छ जिसी भन्दा भन्ने कुरा आयो। ठिक छ। त्यसपछि हाम्रो ई नम्बरमा लास्टमा भनेको छ हामीलाई चाहिँ अब के छ भने एजुम द्याट द डिभिडेन्ड्स इन इयर 3 एक्चुअली अमाउन्ट टु बी ₹50 भने चाहिँ D3 भनेको हामीलाई 50.4 हुन्छ भने चाहिँ डिभिडेन्ड चाहिँ यति हुन्छ भने चाहिँ, अनि यो डिभिडेन्ड ग्रोथ रेट चाहिँ स्टे 8%ले ग्रो भइरहेको छ। अनि हाम्रो केएस पनि क्वेसनले भन्दैछ 15% हुन्छ अरे रिक्वायर्ड रेट अफ रिटर्न भने चाहिँ अब डिभिडेन्ड भ्यालुएसन्स मोडल अनुसार, त्यही डिभिडेन्ड अनुसार मोडल अनुसार चाहिँ हाम्रो P3 निकाल भनेको छ। प्राइस अफ द स्टक एट द इन्ड अफ E3 मा चाहिँ स्टकको प्राइस कति हुन्छ भनेर भन्छ, P3 निकाल भन्नु, जुन अवस्थामा तपाईँलाई केएस पनि दिएकै छ, जी पनि दिएकै छ भने यो त जीसी मोडल ग्रोथ कन्स्टेन्ट ग्रोथ मोडल हो भने चाहिँ P3 निकाल्ने फर्मुला हाम्रो के हुन्छ भने चाहिँ D4 डिभाइडेड केएस माइनस जीसी हुन्छ। D4 कसरी निकाल्ने भन्दाखेरि क्वेसनले तपाईँलाई के दियो त भनेर D3 दियो, किन त 3 इयरको D3 दिएको दिएन 50.4 हो, D3 दियो भने D3 D4 निकाल्न सकिन्छ D4 निकाल्न D3 1 प्लस जीसी, किन जीसीले बढ्छ भनेको छ। सो 50.4 1 प्लस 0.08 गर्दाखेरि कति आउँछ, मैले चाहिँ डाइरेक्ट यहाँ लेखिदिइहालेँ, सो क्यालकुलेसन गरेर यहाँ लेखिदिने। त्यसपछि केएस भनेको हामीलाई 15% भइहाल्यो, अनि जीसी भनेको 0.0 गर्दाखेरि 770.5 आयो। यसरी हेर्दाखेरि चाहिँ हामीलाई के छ क्वेसनले दिएको है, अघि हामीलाई क्वेसन्सले दिएको P3 ठ्याक्कै यो अनुसार यो आयो, हामीलाई क्वेसनले चेक पनि गर भन्दैछ, यो ठ्याक्कै आयो। अनि किन यसरी आयो भन्दाखेरि चाहिँ तपाईँले यहाँ चेक गर्नुभयो भने यो डिभिडेन्ड त D0 D1 D2 भने त्यो D0 देखि तपाईँले यो D1 निकाल्दाखेरि चाहिँ, जस्तो D1 निकाल्दाखेरि के हुन्छ D0 1 प्लस तपाईँको जी हुन्छ नि त हैन, यो गर्दाखेरि तपाईँको 40 अनि 1 प्लस जी गर्नु भने तपाईँको यो D भनेको चाहिँ तपाईँको 43.2 आएको छ। यहाँ गर्नु भने तपाईँको यो भनेको नि जो पनि 8%ले के भएको छ ग्रो भएको छ क्या, यहाँ पनि 8%ले ग्रो भएको छ, यहाँ पनि 8%ले ग्रो भएको छ, यहाँ पनि 8%ले ग्रो भएको छ। अनि हामीलाई अहिले क्वेसनले अनुसार पनि के हुन्छ है, यहाँ 8% ले ग्रो भनेको छ क्या। त्यही भएर हाम्रो के भयो भन्दाखेरि चाहिँ बोथ बेस्ड अन द सेम एक्सपेक्टेड ग्रोथ रेट अफ डिभिडेन्ड इट 8%, दुवै चाहिँ हाम्रो 8% मा ग्रो भएको छ। हामीलाई यो ई नम्बरमा दिएको कन्डिसन्स पनि 8% अनुसार ग्रो हुन्छ भनेको छ भने हामीलाई यो क्वेसनले दिएको नि 8% नै ग्रो भएको छ। हामीले चेक गर्दाखेरि किनभने 40 देखि 43.2 भनेको 8% नै ग्रो भएको, 43.2 देखि पनि 46.7 भनेको 8% नै ग्रो भएको, र योबाट यहाँ 50.4 भने नि 8% नै ग्रो भएको। त्यही भएर चाहिँ हाम्रो के हुन्छ नि यिनीहरूको चाहिँ भ्यालुएसन्स तपाईँको सिमिलर आयो भन्ने कुरा हुन्छ। यति 4टा क्वेसन चाहिँ मजाले हेरेर जानु होला।